सम्पूर्णमा हार्दिक नमस्कार। हामी निर्धारित समयबाट करिब 1.5 घण्टा पछाडि धकेलिसकेका छौँ। यसको लागि क्षमा प्रार्थी रहँदै राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान जिल्ला शाखा चितवनको जिल्ला अधिवेशन कार्यक्रमलाई औपचारिक रूपमा अगाडि बढाउने जमर्को गरिरहेका छौँ। त्यसो त राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान यो 2067 सालमा स्थापना भएको संस्था हो। नेपाली लोक संगीतका एकदमै गर्भिलो नाम, साथसाथै पछिल्लो समयमा लोक संगीतबाट मात्र नभइकन भजनबाट पनि एउटा छुट्टै पहिचान दिनुपर्छ भनेर हाम्रो आदरणीय प्रजापति पराजुली ज्यूले 2067 सालमा राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान भनेर दर्ता गरेर यसलाई पोखरालाई केन्द्रीय कार्यालय बनाई नेपालका विभिन्न जिल्लाहरूमा यसको शाखा विस्तार गर्ने क्रममा चितवन जिल्लामा पनि सोही समयमा यो राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठानको समिति गठन भएको थियो र तत्कालीन अवस्थामा आदरणीय व्यक्तित्व टीकाराम शर्मा लामिछानेज्यूले चितवन जिल्लाको अध्यक्षता ग्रहण गर्दै गर्दा वास्तवमै म त्यो दिनलाई सम्झिरहेको छु। सौरा चोकमा त्यो भिडको बीचमा रहेर भजन गाउँदै गाउँदै गाउँतिरबाट झर्नु भएका बुढा बुवाहरूले भजन गाउँदै गाउँदै यो राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठानलाई धेरै अगाडिसम्म लैजानुपर्छ। यहाँ लुकेर बसेका भजनहरू त्यो संरक्षण हुन जरुरी छ। लुकेर बसेका भजनहरू जनजनले ओठमा गाउँदै आउनुभएका भजनहरू आम जनमानसको माझमा यो भजन पुग्न जरुरी छ। यही आवश्यकतालाई मध्यनजर गर्दै एउटा पवित्र उद्देश्य बोकेर यस संस्थालाई स्थापना गर्नुहुने आदरणीय संस्थापक अध्यक्ष प्रजापति पराजुलीज्यूको नाममा जोरदार तालीको म अपेक्षा गर्दछु, जसको कारणले गर्दाखेरि आज हामी यो संस्थाको अधिवेशनमा जम्मा हुन पाएका छौँ। अब म यस कार्यक्रमको औपचारिक खण्डमा प्रवेश गर्दैछु। आजको यस औपचारिक खण्डको सभाध्यक्षको आसन ग्रहण गरिदिनुका लागि राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान जिल्ला शाखा चितवनका अध्यक्ष आदरणीय व्यक्तित्व टीकाराम शर्मा लामिछानेज्यूलाई सभाध्यक्षको आसन ग्रहण गरिदिनुका लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। अनुमति लिएर कार्यक्रमलाई थप अगाडि बढाउने अनुमति चाहन्छु। प्रमुख अतिथिको रूपमा आसन ग्रहण गराउन पाउँदाखेरि मैले आफैलाई एकदम गौरव महसुस गरेको छु। मैले अघि पनि भनेको थिएँ, राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठानलाई स्थापना गरिदिएर धेरै मानिसहरूको माझमा धेरै भजन गायकहरू उत्पादन गर्न सफल अथवा भजनतर्फ झुकाव गराउन सफल अति आदरणीय व्यक्तित्व आदरणीय प्रजापति पराजुलीज्यूलाई प्रमुख अतिथिको आसन ग्रहण गरिदिनुका लागि हार्दिक अनुरोध गर्दछु। जोरदार तालीले उहाँलाई सम्मान गरिदिन पनि म हार्दिक अनुरोध गर्न चाहन्छु। त्यसैगरी विशिष्ट अतिथिको आसन ग्रहण गरिदिनुका लागि नेपाली लोक दोहोरी क्षेत्रमा विशिष्ट ख्याति कमाउनुभएका लोक दोहोरी त छँदैछ, अबको पुस्तालाई भजनतर्फ मोड्नुपर्छ भनेर बागमती प्रदेशको इन्चार्जको जिम्मेवारी काँधमा बोकेर उहाँले भजन संरक्षण गर्नका लागि यति जोसिलो हुनुहुन्छ। एकैछिनमा चितवन जिल्ला अहिले परिआयो भने अरू बाहिरी जिल्ला पनि एकै दिनमा 3-4वटा जिल्लामा सम्म पुगेर उहाँको खटाइको पनि म एकदमै उच्च कदर गर्न चाहन्छु। एकदमै आदरणीय व्यक्तित्व नवीन पौडेलज्यूलाई म विशिष्ट अतिथिको आसन ग्रहण गरिदिनुका लागि हार्दिक अनुरोध गर्न चाहन्छु। त्यस्तै विशिष्ट अतिथिको रूपमा हामीले रत्नगर नगरपालिका वडा नम्बर 9 का वडा अध्यक्ष अनन्त अधिकारीज्यूलाई निम्ता गरेका छौँ। उहाँको आज अलिकति कार्यक्रम बाँकी नै रहेको कारणले केही बेरमा आउँछु भन्नुभएको छ। उहाँलाई म केही बेरमा स्वागत गर्नेछु। त्यस्तै लोक भजन चुड्कालाई आम जनसमुदायको माझमा चिनाउनका लागि अहोरात्र मेहनत गर्दै संस्थाको लागि मरिबेटेर आफ्नो पाइला अगाडि बढाउनु भएका राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान बागमती प्रदेशका अध्यक्ष आदरणीय गोविन्द प्रसाद नेपालज्यूलाई विशिष्ट अतिथिको आसन ग्रहण गरिदिनुका लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। त्यसैगरी अतिथिको आसन ग्रहणलाई म यहाँनिर जोड्न चाहन्छु। राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान बागमती प्रदेश साथै चितवन जिल्लाको पनि सल्लाहकार एनआरएन को प्रवक्ता जसले
नेपालीसँग जोडिएका विषयवस्तुहरूमा एकदमै दिनैदेखि के सहयोग गर्नुपर्छ त्यसको लागि सदा तत्पर रहनु भएको छ। साथमा लोक भजनलाई अगाडि बढाउनका लागि सबैजनाले आफ्नो ठाउँबाट भूमिका खेल्नुपर्छ भनेर राष्ट्रिय लोक भजन चुडका संरक्षण प्रतिष्ठानलाई अति नै माया गर्नुहुने आदरणीय सोम सापकोटाज्यूलाई म अतिथिको आसन ग्रहण गरिदिनु हार्दिक अनुरोध गर्न चाहन्छु। बागमती प्रदेश महिला उपाध्यक्ष सुमधुर स्वरकी धनी गायिका, साथमा लोकदोहोरी मात्र नभइकन भजन गायनमा पनि छुट्टै पहिचान बनाउन सफल आदरणीय पुनम बस्याललाई म आसन ग्रहणको लागि हार्दिक अनुरोध गर्न चाहन्छु। त्यसै गरी अतिथिको रूपमा आसन ग्रहण गरिदिनुका लागि राष्ट्रिय लोक भजन चुडका संरक्षण प्रतिष्ठानका सल्लाहकार आदरणीय व्यक्तित्व गोविन्द सापकोटाज्यूलाई म हार्दिक अनुरोध गर्न चाहन्छु। त्यसै अतिथिको आसन ग्रहण गर्नका लागि पुष्पाञ्जली भजन समूहका उपाध्यक्ष आदरणीय मिनराज वास्तोलाज्यूलाई म हार्दिक अनुरोध गर्न चाहन्छु। आदरणीय होमनाथ सापकोटाज्यूलाई म अतिथिको आसन ग्रहण गरिदिनुका लागि हार्दिक अनुरोध गर्न चाहन्छु। मैले अघि उद्घोष गरिसकेको थिएँ, हाम्रो एसपी साहब आदरणीय गोविन्द पुरी सर यहाँ आइपुग्नु भएको छ। उहाँलाई जोरदार तालीका साथमा आसन ग्रहणका लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। चितवन प्रहरी प्रमुख आदरणीय गोविन्द पुरी सरलाई पनि म स्वागत गर्दै, त्यस्तै यहाँ उपस्थित हुनुभएका पत्रकार विकास पौडेलज्यूलाई पनि म आसन ग्रहणको लागि अनुरोध गर्न चाहन्छु। त्यस्तै पत्रकार तिलक थापा मगरज्यूलाई पनि म अतिथिको आसन ग्रहण गर्नका लागि हार्दिक अनुरोध गर्न चाहन्छु। त्यस्तै क्यामेरामा रहेर साथ दिनुहुने कृष्ण प्रसाद देवकोटाज्यूलाई पनि म अतिथिको आसन ग्रहण गर्नका लागि अनुरोध गर्न चाहन्छु। म हाम्रो आसन ग्रहणको क्रमलाई म केही बेरमा फेरि पनि जोड्नेछु। जिल्ला शाखा चितवनको महिला उपाध्यक्ष रश्मि काप्री, त्यस्तै कार्य समिति सदस्य आदरणीय लक्ष्मी रेग्मीज्यूलाई यो माला लगाइदिनु हुनका लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। भजन चुडका संरक्षण प्रतिष्ठान जिल्ला शाखा चितवनका उपाध्यक्ष आदरणीय व्यक्तित्व वेद प्रसाद आचार्यज्यूलाई स्वागत मन्तव्य राखिदिनु म हार्दिक अनुरोध गर्न चाहन्छु। ओम सहना भवतु सहनौ भुनक्तु सह वीर्यकरवावहै तेजस्विनावधीतमस्तु मा विद्विषावहै। ओम शांति ओम शांति ओम शांति सुशांतिर्भवतु। धेरै धेरै धन्यवाद छ। आदरणीय राष्ट्रिय लोक भजन चुडका संरक्षण प्रतिष्ठान चितवनका सहसचिव रामु आचार्यज्यूलाई आजको कार्यक्रम उद्घोषण गरिरहनु भएको छ। प्रथमतः राष्ट्रिय लोक भजन चुडका संरक्षण प्रतिष्ठान चितवन शाखाको यो जिल्ला अधिवेशनमा का आदरणीय सभापति महोदय, जसले अनवरत रूपमा राष्ट्रिय लोक भजन चुडका संरक्षण प्रतिष्ठानलाई यहाँसम्म ल्याइपुर्याउनु भएको छ। यो जन्म सँगसँगै चितवनको पनि जन्म भइरहेको थियो, अघि विदित भइसकेको छ। टीकाराम शर्मा लामिछानेज्यू प्रमुख अतिथिको आसनमा विराजमान आज हाम्रो सौभाग्य, जसको जन्मदाता हुनुहुन्छ राष्ट्रिय लोक भजन चुडका संरक्षण प्रतिष्ठानको राष्ट्रिय लोक दोहोरीको क्षेत्रमा पनि ख्याति प्राप्त र भजन गायक र पहिलो भजन गायक भएर चिनिने आदरणीय व्यक्तित्व कलाकार वरिष्ठ कलाकार प्रजापति पराजुलीज्यू, यसै गरी विशिष्ट अतिथिको आसनमा विराजमान यसै चितवन जिल्लाका सुरक्षा प्रमुख एसपी साहब गोविन्द पुरीज्यू, त्यसै गरेर राष्ट्रिय लोक भजन चुडका संरक्षण प्रतिष्ठान चितवन शाखाका इन्चार्ज नवीन नेपालज्यू, उहाँ नवीन पौडेलज्यू, उहाँ लोक दोहोरी गायक पनि हुनुहुन्छ। त्यस्तै चितवन बागमती का प्रदेशका अध्यक्षज्यू, सल्लाहकार पुष्पाञ्जली भजन समूहका सल्लाहकारज्यू र यो अतिथिको आसनमा विराजमान हुनुहुने अतिथिगणहरू विभिन्न सङ्घ संस्थाबाट पाल्नुहुने र पूर्वी चितवन पत्रकार मञ्चका अध्यक्ष होमनाथ सापकोटा दाजु, मिडिया क्षेत्रबाट पाल्नुहुने पत्रकार मित्रहरू, क्यामेरामा रहनुहुने भाइ, राष्ट्रिय लोक भजन चुडका संरक्षण प्रतिष्ठानलाई का चितवन शाखाका सम्पूर्ण कार्य समिति सदस्यज्यूहरू सबैप्रति सर्वप्रथमतः म यो दिवाकालीन न्यानो अभिवादन गर्न चाहन्छु। नमस्कार, जय लोक संस्कृति, जय लोक भजन चुडका। म यहाँहरूलाई
विदित गराउन चाहन्छु यो राष्ट्रिय लोकभोजन चुड्का संरक्षण प्रतिष्ठानको जन्म किन भयो यसका विषयमा त जन्मदाताले अवश्य पनि आफ्नो मन्तव्यमा राख्नुहुनेछ। चितवनमा हामीले किन जन्म गऱ्यौँ, हामीले लोकदोहोरीको क्षेत्रमा हुँदै गर्दाखेरि जसरी गीत सङ्गीतसँग संस्कृत साहित्य कलाविहीन साक्षात् पशु तुक्ष विषाणहीन हाम्रो यो संस्कृतमा उक्ति छ, जोसँग साहित्य कला र संस्कृति रहँदैन त्यो पुच्छर नभएको पशु समान हुन्छ भना जस्तै हामीसँग त्यो सबै क्षेत्रसँग मनुष्यसँग हुनुपर्ने गुणहरूमध्ये सङ्गीत साहित्य र कला यो तिनटै गुणहरू मनुष्यले जन्म सँगसँगै प्राप्त गरेको हुन्छ। कतिले उजागर गर्नुहुन्छ, कतिले उजागर गर्नु हुँदैन। यो उजागर गर्दै गर्दाखेरि उजागर नगर्नेहरूका लागि पनि आनन्दमयित बनाउन सक्ने, मोहित बनाउन सक्ने यो बडो गजब र आनन्दको विषय एकातिर छ भने अर्कोतिर लोक भजन भन्दा बित्तिकै लोकमा गाइने भजन, त्यसलाई लोकीय भाषामा भजन गाउने, भजनलाई संस्कृतसँग जोडिने, सङ्गीतसँग जोडिने, त्यो भजनको आनन्दमय कला त छँदैछ। रौँसम्म पुगेर ती भजनले हामीलाई आनन्दित तुल्याएको, मोहित तुल्याएको त छँदैछ। त्यो भजनमा गाइने शब्दहरू संस्कृतिसँग जोडेर, भगवान्सँग जोडिएर, परमार्थसँग जोडिएर गाउने भएको हुनाले हामी त्यो सँगसँगै परमार्थ चिन्तनमा पनि हामी पुगिसकेका हुन्छौँ र भगवान्ले हामीलाई साक्षात् परम भक्तको रूपमा आलिङ्गन गरिरहने गइन्छ, हेरिरहनु भएको हुन्छ। आहा कस्तो मधुर स्वरले हामीलाई यो सङ्गीतमय बनाउनु भएको छ, मेरा नाम संकीर्तनलाई उच्चारण गरेको छ, गौरवमय बनाएको छ यो मेरो भक्तले भनेर उहाँले पनि आनन्दित भएर हामीलाई हेरिरहनु भएको हुन्छ। त्यसैले पनि यो कलियुगमा भगवान्ले भन्नुभएको छ कलौ केशव कीर्तनाथ, हामी अरू हरेक दृष्टिकोणबाट भगवान्को आराधना गर्न सक्दैनौँ, तथापि केशवको कीर्तन मात्रै गाउनाले, भजन मात्रै गाउनाले हामी परमार्थबाट मोक्ष हुन्छौँ, हाम्रो मुक्तिको बाटो हुन्छ भनेर भगवान्ले आफैले भन्नुभएको हुनाले हामी यो संसारमा, कलियुगको संसारमा धेरै व्यस्त अस्त मस्त भइरहेका हुन्छौँ र भगवान्को नाम बिर्सेका हुन्छौँ। तथापि पनि भगवान्लाई सम्झाउने कसरी, भगवान्सँग जोड्ने कसरी भन्दा यो कीर्तनका माध्यमले, त्यो पनि यो लोकसँग जोडिएका कीर्तनले, लोकसँग जोडिएका चुड्काहरूले जोड्दाखेरि चाहिँ हामीलाई आनन्द पनि बनाउँछ र भगवान्लाई सम्झिन पनि मद्दत पुऱ्याउँछ। यस हिसाबले पनि यसको महत्त्व छ। कलाको महत्त्व त यसै छँदैछ, सङ्गीतको महत्त्व त यसै छँदैछ। मैले यो जोड्न खोजेको विषय के हो भने मनुष्य जन्म भएपछि मर्नुपर्छ, मरेर मात्रै के हुन्छ र मरेपछि एउटा कृति छोड्नुपर्छ, कृति छोड्यो भने मात्रै त्यो मनुष्य मरेपछि पनि बाँचिरहन्छ। यसका लागि हामीले त्यो यस्ता कृतिका लागि पनि यो हाम्रा गाउँ समाजमा हामीले आफ्नो कृति फैलाउनका लागि पनि यस्ता धार्मिक क्रियाकलापहरूमा, यस्ता सङ्गीतमय क्रियाकलापहरूमा जोडिनुपर्छ र भगवान् सँगसँगै भगवान् परमार्थ चिन्तनमा लाग्नुपर्छ भन्ने सन्देश पनि हामीलाई यसले दिएको छ। यसले सबै समाजलाई जोड्ने काम गर्छ, टुक्राइएको समाजलाई, टुक्रिएको घरलाई जोड्ने काम गर्छ। आज एउटा छिमेकीको घरमा पूजाआजा भयो, भजन कीर्तन गाउँ भन्यो भने रिसाएको रहेछ भने पनि सत्यनारायणको पूजा रहेछ, मलाई अपमान हुन्छ होला, प्रसाद खान त जाउँ भनेर प्रसाद खान जान्छ भनेको त्यसले जोड्ने मात्रै काम गर्छ, यसले बिगार्ने काम केही पनि गर्दैन। त्यसैले हामी जुन रूपमा जोडिएका छौँ अझ धेरै समाज र गाउँ जोड्न सकौँ यो शुभ भावना राख्दै आजको यो जिल्ला अधिवेशनमा हामीलाई अमूल्य यो यसलाई महत्त्व ठानेर पोखरादेखि काठमाडौँ जानुपर्ने मान्छे, आज मलाई थाहा छ प्रमुख अतिथिज्यूको छोरीकै घरमा घर पैँचो छ, उहाँ सबै व्यवस्थापन मिलाउनु पर्ने, भजनका टोलीहरूलाई पनि लगेर रमाइलो गर्ने भएर उता जाँदै गर्नुभएको व्यक्तित्व होइन। मैले जन्माएको संस्था हो चितवन, मेरो दोस्रो चाहिँ जो कर्मभूमि हो भनेर उहाँ आउनु भएको छ, यसलाई महत्त्व दिएर आउनु भएको छ, हामीलाई महत्त्व दिन आउँछ। म प्रमुख अतिथिज्यूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु, हार्दिक स्वागत गर्न चाहन्छु। र यस्तै महत्त्वका साथ आज काठमाडौँ बिहान 5 बजे हाम्रो अहिले देख्न सकिन्छ असोजमा हुनुहुन्छ हाम्रो बागमती प्रदेशका अध्यक्षज्यू, उहाँले जुन महत्त्वका साथ हाम्रा इन्चार्जज्यूले लिएर आउनुभयो, उहाँले पानी पनि बाहिर खानुहुन्न, तथापि पनि यस भजन राष्ट्रिय लोकभोजन चुड्कालाई यति धेरै दिलैदेखि यो माया गरेर यो भजनलाई बचाउनुपर्छ, संस्कृतिलाई बचाउनुपर्छ भने अभिप्रायले काठमाडौँदेखि बिहान 5 बजे केही जलपान मात्रै गरेर यहाँ आइपुग्नु भएको
छ उहाँहरूलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु र उहाँलाई हार्दिक यो चितवनको भूमिमा यो देवभूमिमा हार्दिक स्वागत गर्न चाहन्छु र जति पनि अतिथिगणहरू हुनुहुन्छ यहाँहरू सबैलाई मेरो शब्द गुच्छाबाट हार्दिक स्वागत गर्न चाहन्छु र उपस्थित जति पनि भजन प्रेमीहरू राष्ट्रिय लोक भजन चुडका संरक्षण प्रतिष्ठानसँग जोडिएर रहनुभएका तमाम आमा बुवा दाजुभाइ दिदीबहिनीहरू कार्यसमितिका सदस्यहरू पत्रकार बन्धुहरू सबैप्रति मेरो शब्द गुच्छाबाट हार्दिक स्वागत अभिनन्दन गर्न चाहन्छु। स्वागतम सुस्वागतम अस्तु धन्यवाद। सार्वभौमै फैलिएका मेची महाकाली सायं ढुङ्गा फुलका हामी एउटै माला नेपाली सार्वभौमै फैलिएका मेची महाकाली प्रकृतिका कोटि कोटि सम्पदाको आचल वीरहरूका रगतले स्वतन्त्र र अटल ज्ञान भूमि शान्ति भूमि तराईमा हरिमल अखण्ड एउटारो हाम्रो मातृभूमि नेपाल बहुजाति भाषा धर्म संस्कृति छन् विशाल अग्रगामी राष्ट्र हाम्रो जय जय नेपाल। आजका प्रमुख अतिथिज्यूले यस कार्यक्रमलाई समुद्घाटन गर्ने कार्यक्रम रहेको छ र यो समुद्घाटनलाई अझ स्मरणीय बनाउनका लागि लोक भजन गाएर यस कार्यक्रमलाई समुद्घाटन गरिदिनुका लागि आजका कार्यक्रमका प्रमुख अतिथि आदरणीय व्यक्तित्व प्रजापति पराजुलीज्यूलाई म हार्दिक अनुरोध गर्न चाहन्छु। संसार हो रहेनछ मेरो दुनिया रहेनछ मेरो संसार आखिरीमा चल्नै पर्छ प्रभुको नियम अनुसार हाम्रो धर्म संस्कार हो नमस्कार हो 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 हाम्रो धर्म संस्कार। राष्ट्रिय लोक भजन चुडका संरक्षण प्रतिष्ठान जिल्ला शाखा चितवन जिल्ला अधिवेशन मिति 2083 वैशाख 15 गते मङ्गलबार स्थान श्री कृष्ण प्रणामी मन्दिर तीर्थधाम चिकौली। धन्यवाद। हामी छोटो शुभकामना मन्तव्यहरू जोड्छौँ। सबैजना एकदमै व्यस्तताको बावजुद यहाँ उपस्थित हुनुभएको छ। हामी धेरै समय लगाउने छैनौँ। आफ्ना सारगर्भित भनाइहरू राखिदिनुका लागि आजका कार्यक्रमका अतिथि आदरणीय व्यक्तित्व सोम सापकोटा जो राष्ट्रिय लोक भजन चुडका संरक्षण प्रतिष्ठानका सल्लाहकार साथमा एनआरएनको केन्द्रीय प्रवक्ता समेत हुनुहुन्छ सोम सापकोटाज्यूलाई छोटो आफ्नो मन्तव्य राखिदिनुका लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। सङ्ख्यात्मक रूपमा हामी कम भए पनि हाम्रो संस्कार र संस्कृतिसँग जोडिएको महत्त्वपूर्ण जुन कार्यक्रमको विषयमा हामी छौँ। म यहाँहरूलाई हार्दिक स्वागत पनि गर्छु र जुन राष्ट्रिय लोक भजन र चुडका संरक्षण गर्ने उद्देश्यसहित जुन अभियान सुरु भयो आज चितवनमा त्यसको एउटा अधिवेशन हुँदैछ। यो अभियानलाई जुन सुरुवातमा यहाँ स्थापना भएर आज जुन अधिवेशन भएर नयाँ कार्यशक्तिको चयन हुँदैछ यसले आगामी दिनमा यो हाम्रो संस्कार संस्कृति र कल्चरलाई जोड्न र प्रचार प्रसारका लागि र दोस्रो जेनेरेसनमा पुर्याउनका लागि पनि महत्त्वपूर्ण भूमिका खेल्छ भन्ने मैले अपेक्षा राखेको छु। यसमा विशेष गरी हाम्रो संस्कार छोडियो भने सबै कुरा छोडिन्छ। त्यसैले हाम्रा पुराना संस्कार संस्कृतिहरूलाई हामी मात्र नभएर हामीले दोस्रो जेनेरेसनमा पुर्याउनुपर्छ भन्ने हामीलाई लाग्छ। हामी अवसरको खोजीमा विश्वका विभिन्न देशमा ठुलो सङ्ख्यामा नेपालीहरू पाएका छौँ र हामीले यही सत्प्रयासलाई हामीले पनि विश्वका विभिन्न देशमा पुर्याउने हामीले पनि दोस्रो जेनेरेसनलाई हाम्रो संस्कार चुडका भजन भनेको के हो भन्ने विषयहरू र हाम्रो संस्कारलाई सँगसँगै लाने प्रयास पनि हामीले गरेका छौँ। आगामी दिनमा यो राष्ट्रिय लोक भजन चुडका संरक्षण प्रतिष्ठानले जुन अगाडि लाने कार्यक्रममा प्रवासमा रहेका नेपालीहरू हामी एउटा अवसर सँगसँगै रहनेछौँ भन्दै यो जिल्ला अधिवेशनको पूर्ण सफलताको कामना हाम्रो आजका कार्यक्रमका अतिथि
जिल्ला प्रहरी प्रमुख आदरणीय गोविन्द पुरीज्यू आफ्नो विशेष कामको सिलसिलाले बाहिर जानुपर्ने भएको हुँदा उहाँको मायाको चिनो हस्तान्तरण गरिदिनु हुनका लागि आजका सभाध्यक्षज्यू र प्रमुख अतिथिज्यूलाई संयुक्त रूपमा मायाको चिनो हस्तान्तरण गरिदिनु हुन हार्दिक अनुरोध गर्न चाहन्छु र आफ्नो एकदमै व्यस्तताको बावजुद पनि एसपी साहबले यस कार्यक्रममा आएर गरिमा बढाइदिनु भएकोमा धेरै धेरै धन्यवाद म व्यक्त गर्न चाहन्छु। आदरणीय एसपी साहबलाई धेरै धेरै धन्यवाद। वजन चुड्का संरक्षण प्रतिष्ठान बागमती प्रदेशका अध्यक्ष आदरणीय गोविन्द प्रसाद नेपालज्यूलाई आफ्नो भनाइहरू राखिदिनु हुनका लागि हार्दिक अनुरोध गर्न चाहन्छु। यो रत्नगर 10 टिकौली श्री कृष्ण प्रणामी मन्दिरमा आज हामी यस पवित्र दिनमा जुन कार्यक्रम गर्न जुन यो ठाउँ उपलब्ध भएको छ हामी सबैलाई खुसी लाग्छ। यस कार्यक्रमका अध्यक्ष हाम्रो चितवन राष्ट्रिय लोकवचन शुल्क संरक्षण प्रतिष्ठान नेपाल चितवन जिल्ला शाखाका अध्यक्ष टीकाराम लामिछानेज्यू र आजका प्रमुख अतिथि हाम्रो आदरणीय व्यक्तित्व राष्ट्रिय लोकवचन शुल्क संरक्षण प्रतिष्ठान नेपालको संस्थापक अध्यक्षज्यू यो राष्ट्रिय लोकवचनलाई हरेक मनमनमा हरेक घरमा हरेक टोलमा हरेक ठाउँमा हुने भजनलाई एकीकृत गरेर विश्वव्यापी रूपले देशमा मात्र होइन विदेशमा शुद्ध लिएर जानुपर्छ एउटा जुन अभियान लिएर गएर उहाँले जुन पोखराको जिल्ला प्रशासन कार्यालयमा जुन दर्ता गर्नुभयो 2067 सालमा त्यहाँदेखि जुन एउटा बिरुवा उत्पादन गर्नुभएको थियो आज यो देशैभरि सम्पूर्ण जिल्लामा जुन पुगेको छ र विदेशमा शुद्ध 8-10 राष्ट्रमा पुगिसकेको कुरा यहाँहरूलाई जानकारी गराउँदछु। यस कार्यक्रमका मुख्य व्यक्तित्व प्रजापति पराजुली दाइलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु जुन आज यो मौका यसरी हामी हरेक ठाउँमा भजनको एकीकृत गर्ने क्रममा उहाँले एउटा ठुलो आँट गरेर पोखरामा 305 टिमलाई भजनको प्रतिस्पर्धा गराएर ठुलो मास जुटाएर पोखरालाई एउटा नेपालकै पहिलो भजनको एउटा माहौल बनाउनु भएको उहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। र हामी यसरी जुन अवसर मिलाइदिनु भयो हाम्रो राष्ट्रिय लोकवचन शुल्क संरक्षण प्रतिष्ठान नेपाल केन्द्रीय सचिवालय सदस्य बागमती प्रदेशका संयोजक उहाँले हामीलाई सबैको मनमुटु एकै ठाउँमा हुनुपर्छ भजन भन्ने कुरोलाई विश्व सामु चिनाउनु पर्छ भनेर रातो दिन खटेर लाग्नु हुने हाम्रो नवीन पौडेल सर उहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु जुन हामीलाई यो अवसर जुटाइदिनु भयो यो ठाउँसम्म पुर्याइदिनलाई उहाँको दिनरात खटाइ असाध्यै मान्छे पनि हल्का हुनुहुन्छ छिटो हुनुहुन्छ जहाँ भन्नु त्यही ठ्याक्क लोमा आइ भन्नुहुन्छ जहाँ पुगेर हामीहरूलाई दौडाएर हामी त अलि 60 कटिसकेका मान्छे उहाँ त युवा नै हुनुहुन्छ राति 1 बजे राति फोन गर्नुहुन्छ सँगै भयो भने हान्नु नि त फोन उठ्छ नउठे भने छोडिदिनुहोस् हान्नुहोस् फोन गरिहाल्नुहोस् भन्नुहुन्छ हाम्रो असाध्यै भद्रदान डोरा लिएर हुनुहुन्छ उहाँको जुन यो लगनशीलताले गर्दा हामी आज यो बागमती प्रदेशमा 13वटा जिल्लामा पहिलो तदर्थ बनिकन प्रथम भइकन दोस्रो अधिवेशन सिद्ध्याउन लागिसक्यौँ। आज अब हामी 4वटा जिल्ला बाँकी छ त्यो माघ महिना सिद्ध्याउने योजनामा थियो। माघको 20 गते मेरो कारणवश अपरेसन गरेर बस्नु पर्यो र त्यो स्थगित भएको थियो। अब आज यहाँ भएपछि 4वटा जिल्ला मध्येका 3टा जिल्ला अब हामी तुरुन्तै यो महिनाभित्र सिद्ध्याउने गरी लागेका छौँ। त्यसपछि बागमती प्रदेशको अधिवेशन हुन्छ। यहाँ सम्पूर्ण जुधारू साथीहरू एक्टिभ साथीहरू जुन यो कार्य समितिमा फेरि पनि बसेर यो माहौललाई असाध्यै राम्रो बनाएर विश्व सामु चिनाउने हिसाबले लाग्नु होला भन्ने शुभकामना दिँदै अब यो आज हामीसित टाइम धेरै छैन सबैजनाले बोल्नुहुन्छ। हाम्रो प्रमुख अतिथिज्यूको 3 बजेको टिकट भइसकेको छ काठमाडौँ जानुपर्ने। हामी धेरै लामो नभनिकन सबैलाई यहाँसम्म आएर उपस्थित भएर आफ्नो व्यस्ततालाई यहाँ आउनुभएको सबैलाई धन्यवाद दिँदै यो मौका दिनुभएकोमा यस चितवन जिल्ला
शाखा कार्य समिति पूर्ण टिमलाई धन्यवाद दिँदै हाम्रो राम सरलाई पनि धेरै धेरै धन्यवाद दिँदै सम्पूर्ण टिमलाई धन्यवाद दिँदै यस चितवनवासीलाई सबैलाई धन्यवाद दिँदै मेरो सानो भनेको एन्ट्री गर्छु। जय भन्या। धन्यवाद। राष्ट्रिय लोक बचत शुल्क संरक्षण प्रतिष्ठान बागमती प्रदेशका अध्यक्षज्यू, हामी छिटोभन्दा छिटो यो मन्तव्यको क्रमलाई टुङ्गाएर फेरि हामी अधिवेशनको कार्यक्रममा पनि अगाडि बढाउनु पर्ने भएको हुनाले मैले यो मन्तव्यको क्रमलाई नै अगाडि बढाउँदैछु। आजको यस कार्यक्रमका विशिष्ट अतिथि बागमती प्रदेश इन्चार्ज आदरणीय नवीन पौडेलज्यूलाई म आफ्नो भनाइहरू राखिदिनुको लागि हार्दिक अनुरोध गर्न चाहन्छु। जागो जागो भजना जागाऊ है जागाऊ भजना जागाऊ भजना जागाऊ है जागाऊ भजना जागाऊ है जागाऊ भजना जागाऊ है जागाऊ भजना जागाऊ भजना जागाऊ है जागाऊ भजना जागाऊ है जागाऊ भजना। नारायण राम 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 सबलाई नमस्कार ए सबले भन सबलाई नमस्कार सबलाई नमस्कार नारायण सबलाई नमस्कार चितौतिरको भेट हुन पाएको सबलाई नमस्कार ए भन नारायण चितौतिरको भजन गाउन पाएको सबलाई नमस्कार नारायण। सबैको जय होस्, सबैको भलो होस्। म राष्ट्रिय लोक भजन संरक्षण प्रतिष्ठान नेपालको बागमती प्रदेशको भजनको विकासमा बागमती प्रदेशको राष्ट्रिय लोक भजन संरक्षण प्रतिष्ठान नेपालको संस्थागत विकासमा टेवा पुगोस् भनेर संस्थाले बागमती प्रदेशको संयोजक तोकेर पठाएको एउटा कलाकार, भजन संस्कृतिको अभियन्ता, लोकगीत सङ्गीतको अभियन्ता भएको नाताले दिउँला चेली तिमीलाई दिउँला चेली ओ दिउँला चेली तिमीलाई दिउँला चेली आकाशका सूरजलाई दिउँला चेली आकाशका सूरजलाई दिउँला चेली आराम ए जाँदै ताली बजाउनु ए जाँदै जाओइन बाबा मान्दै मानैन जाँदै जाओइन बाबा मान्दै मानैन आकाशका सूरजको तिलकुछ खाओइन आकाशका सूरजको तिलकुछ खाओइन। श्री रामचन्द्र भगवानको हे जाऊ हनुमान सीता खोजेर जाऊ हनु तालीको बजाउनु कमसेकम सबैले ए जाऊ हनुमान सीता खोजेर जाऊ हनुमान सीता खोजेर जाऊ हनुमान सीता खोजेर जाऊ हनुमान सीता खोजेर राम। श्री रामचन्द्र भगवानको सबैको जय होस्, उन्नति होस्, प्रगति होस्, मनमा शान्ति होस्, दिमागमा शान्ति होस्, घरमा झै झगडा नहोस्, घरमा शान्ति होस्, मेरो कामना यही छ। कार्यक्रमका सभाध्यक्ष आदरणीय टिकाराम लामिछाने शर्मा दाई, कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ गायक, वरिष्ठ भजन गायक, वरिष्ठ संस्कृतिविद, नेपाल सरकारका अधिकृत, हाम्रो संस्था राष्ट्रिय लोक भजन संरक्षण प्रतिष्ठान नेपालका संस्थापक अध्यक्ष आदरणीय प्रजापति पराजुलीज्यू, कार्यक्रमका विशिष्ट अतिथि राष्ट्रिय लोक भजन संरक्षण प्रतिष्ठान नेपाल बागमती प्रदेशका अध्यक्ष, जसले आमाको मृत्यु हुँदा पनि उहाँले संस्थाको काम गर्न छोड्नु भएको छैन। राष्ट्रिय लोक भजन संरक्षण प्रतिष्ठान नेपालको उन्नयनमा उहाँले बाहिर निस्केर पानी पनि खानुहुन्न, 3 बजे खाना आफैले पकाएर खाएर 3 बजे खाएर आउनुभयो, अब घर गएर खाना खानुहुन्छ। आदरणीय गोविन्द नेपालज्यू, राष्ट्रिय लोक भजन संरक्षण प्रतिष्ठान नेपाल बागमती प्रदेशका सल्लाहकार
साँच्चीकै संस्कृति के हो, संस्कृतिलाई कसरी माया गर्नुपर्छ, संस्कृतिलाई कसरी टाउकोमा बोक्नुपर्छ भन्ने कुरा सिकाउने र त्यो संस्थालाई जुनसुकै संस्थालाई शिरमाथि बोकेर हिँड्न सक्ने ल्याकत राख्नुभएका करिब 40 वर्ष विदेशमा बसेर अहिले पहिला डेनमार्क, त्यसपछि माल्टा, अहिले युरोपकै युकेमा बसेर कला संस्कृति र साहित्यलाई अगाडि बढाउँदै नेपालीहरूको समग्र संस्था एनआरएन गैर आवासीय नेपाली सङ्घका केन्द्रीय प्रवक्ता आदरणीय सोम सापकोटाज्यू, त्यसै गरी भजनलाई विशेष गरी माया गर्ने, गीत सङ्गीतलाई कला संस्कृतिलाई असाध्यै माया गर्ने, शिरमाथि राख्ने र बेलायतमै कार्यक्षेत्र रहनुभएका र हामीले भजन 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 भनिरहेका छौँ। हामी त नेपालमा छौँ, आमाको काखमा छौँ, हाम्रो माटोको समीपमा छौँ, तर अर्काको माटोमा, अर्काको संस्कृतिमा, क्रिस्चियन संस्कृतिमा बसेर पनि भजनका महोत्सवहरू आयोजना गर्ने आदरणीय गोविन्द सापकोटाजी हामीसँग हुनुहुन्छ। एकचोटि उठिदिनु होला प्लिज। भजनको महोत्सव उहाँले युकेमा 2-3टा महोत्सव गरिसक्नुभयो। भजन महोत्सवमा आदरणीय सोमदाई, आदरणीय गोविन्दजीहरूले मलाई पनि भजन महोत्सवमा लाने कोसिस गरिरहनु भएको थियो, जान पाइएन, त्यो पनि विडम्बना भयो। यहाँलाई म सम्मान व्यक्त गर्न चाहन्छु। राष्ट्रिय लोक भजन संरक्षण प्रतिष्ठान नेपाल बागमती प्रदेशकी उपाध्यक्ष, असाध्यै लोकप्रिय गायिका सुमधुर आवाजको धनी पुनम बस्यालज्यू, यहाँलाई पनि सम्मान व्यक्त गर्न चाहन्छु। त्यसै गरी पुष्पाञ्जली खैँजडी भजन समूहका उपाध्यक्ष आदरणीय मितराज वास्तुला दाई, यहाँलाई पनि सम्मान व्यक्त गर्न चाहन्छु। सबैलाई म सम्मान व्यक्त गर्न चाहन्छु। मलाई एउटा कुरा मन पर्दैन, अरू जम्मै कुरा मनपर्छ। मलाई के मन पर्दैन भने जहाँ हामीले संस्था बनायौँ, जहाँ हामीले समूह बनायौँ, जहाँ हामीले सङ्गठन बनायौँ, त्यो सङ्गठन चलायमान हुँदैन भने मलाई त्यो मन पर्दैन, अरू जम्मै मनपर्छ। कसले के गर्छ व्यक्तिगत रूपमा त्यो मलाई मतलब पनि छैन, थाहा पनि छैन। मैले जीवनमा देख्दा तपाईँले अब यहाँ भन्नुहुन्न, देख्दा रक्सी खाए जस्तो अनुहार देख्न सक्नुहुन्छ, तर जीवनमा जाँड रक्सी चुरोड भाङ धतुर सुर्ती खैनी अफिचरे चिया पान सुपारी गुट्का चिसो चिल्लो पिरो अमिलो मासको दाल तिर्को अचार तामाको तरकारी दही नखाने मान्छे अहिले म हेर्नुहोस्। हामी प्रतिबद्ध, तपाईँले के खानुहोस् के नखानुहोस् कता जानुहोस् नयाँ मतलब भएन, तर राष्ट्रिय लोक भजन संरक्षण प्रतिष्ठान नेपालको संस्थालाई संस्थागत रूपमा विकास गरेर, संस्थागत रूपमा मनमा मस्तिष्कमा जसले पुर्याउन सक्दैन त्यो संस्थामा बसेर बस्नुको अर्थ छैन। मैले यहाँ आएर तपाईँहरूको लागि मात्रै मैले भनिरहेको छैन। म राष्ट्रिय लोक भजन संरक्षण प्रतिष्ठान नेपालको बागमती प्रदेशको इन्चार्ज भएर हिँड्दाखेरि बागमती प्रदेशका 13वटा जिल्ला मात्रै गठन गरेको छैन। मैले कोशी प्रदेशको सङ्खुवासभा, उदयपुर, ओखलढुङ्गा, सोलुखुम्बु लगायतका जिल्ला समितिमा मैले गठन गरेँ। एकदमै चलायमान हुनुहुन्छ उहाँहरू। त्यो हाम्रो समीपभन्दा बाहिरको कुरा हो, हाम्रो नजरभन्दा बाहिरको कुरा हो। तर राष्ट्रिय लोक भजन संरक्षण प्रतिष्ठान नेपाल भन्ने संस्था असाध्यै राम्रो संस्था रहेछ। यो अनुशासनको संस्था रहेछ, यो आध्यात्मिक संस्था रहेछ। यो संस्थामा लागिसकेपछि कसैलाई पनि नराम्रो भन्ने नै हुँदैन। विशेष गरी नेपालका महिला दिदीबहिनीहरूलाई नेपालमा सुरक्षा छैन। म विश्वका 55 देशमा गएँ। 55वटा देशमा जाँदा विश्वका सारा देशहरूमा महिला दिदीबहिनीको सुरक्षा छ, तर नेपालमा छैन। यो नेपालमा असुरक्षा भएको कारणले विभिन्न कार्यक्रममा, कतै लोकदोरीको कार्यक्रममा, कतै पप कन्सर्टको कार्यक्रम भयो भनेर कुनै घरमा महिला दिदीबहिनीले एकछिन म कन्सर्टमा जान्छु बुवा आमा दिदी भनेर सोध्यो भने, लोकदोरीको कार्यक्रममा जान्छु एकछिन भने घरमा अभिभावकलाई सोध्यो भने नजाऊ छोरी, नजाऊ बुहारी, नजाऊ चेली, एकछिन घरमा काम छ भन्नुहुन्छ। तर त्यही ठाउँमा यो भजन संस्कृतिको काहीँ भजन प्रतियोगिता भयो, भजनको प्रदर्शन कार्यक्रम भयो, काहीँ त्यस्तो भयो भने त्यो ठाउँमा अभिभावकलाई सोध्यो भने जाऊ त नि छोरी एकैछिन भगवानको भक्ति गरेर आऊ, जाऊ त नि बुहारी एकैछिन अलिक चाँडै चाहिँ आऊ है भनेर घरबाट त्यो ठाउँमा पठाइन्छ। यो पवित्र त्यही संस्था हो, त्यही संस्थाको उन्नयनमा हामी लागिरहेका छौँ। तर मलाई मनमा मुटुमा भक्कानो फुटेर आउँछ। म भजनको गायकको मान्छे होइन, म लोकदोरी गायक हुँदै जनताको चेतनाको गीत गाएर राष्ट्रपतिबाट 4-5 तकमा लाउन एकदम भाग्यमानी मान्छे हो। म बागमती प्रदेशमा छु। बागमती प्रदेश सरकारले मलाई कलाकृति मान पदवी दियो हेटौँडामा बोलाएर, मलाई संस्कृति मन्त्रालयले पुरस्कार दियो। किन दियो भने यही कला संस्कृति र जनतामा चेतनाहरू फैलाउने कलाकार हो यो, यसले केही गर्छ भनेर मलाई ढाडा स्वरूप दिनुभयो। मैले पाएँ, मैले केही गरेर पाएँ। म राष्ट्रिय लोक भजन संरक्षण प्रतिष्ठान नेपालको सामान्य केन्द्रीय सदस्य मात्रै हो। म कुनै पनि कार्यकारी पदमा छैन, सामान्य केन्द्रीय सदस्य हो। तर सामान्य केन्द्रीय सदस्यले पनि त गर्न सक्दो रहेछ नि त।
मैले बागमती प्रदेशको इन्चार्ज भइसकेपछि भिरकोटी मण्डलमा 10,000 भजनका मान्छेहरूलाई खैँजडी मजुरा मृदङ्ग सारङ्गी बाँसुरी हार्मोनियम मादल बजाउँदै पुरै काठमाडौँ उपत्यका जाम पारेर हामीले पोहोर साल कार्यक्रम गरेर सम्पन्न गरेका थियौँ। त्यो कार्यक्रममा चितवन जिल्लाबाट पनि सहभागी हुनुभएको थियो 5-7 जना। म खुसी भएँ, तपाईँहरूको जोस थियो, तपाईँहरूको जाँगर थियो, तपाईँहरूको जुन बेला जाँगर थियो, जोस थियो, त्यो बेला तपाईँहरू त्यहाँ भिरकोटी मण्डलमा जानुभएको थियो। कार्यक्रम ऐतिहासिक रूपले हामीले सम्पन्न गऱ्यौँ। तर चितवनमा अलिकति जाँगर हराए जस्तो, चितवनमा अलिकति जाँगर मरे जस्तो, चितवनमा के मिलेन थाहा भएन। बागमती प्रदेशका 13वटा जिल्ला, कोशी प्रदेशका करिब 7वटा जिल्ला गठन गरेर आइरहँदा म सायद यो देशमा संस्कृतिको कुनै संस्था छ भने राष्ट्रिय लोक भजन संरक्षण प्रतिष्ठान नेपालभन्दा अर्को संस्थै छैन भने हामीले बनाइसक्यौँ। यो चितवनले नबुझे जस्तो मलाई अनुभूति भएको छ। कृपया चितवनले बुझिदिनु होला, चितवनले मानिदिनु होला यति कुरा, र तपाईँहरू पनि लागिदिनु होला मेरो आग्रह। म बागमती प्रदेशको इन्चार्जसिप लिन त तपाईँले यति आग्रह गरिएको छु मैले, अरू केही गरेको छैन, गर्नुपर्ने केही पनि छैन। मात्रै राष्ट्रिय लोक भजन संरक्षण प्रतिष्ठान नेपालमा तत्त जिल्लामा रहेका तत्त भजन समूहहरूलाई आएर एउटै चेनमा राखिदिनुहोस्। एक थुकी सुकी 100 थुकी नदी हुन्छ, एकजनाले बोलेमा हराएर जान्छ, 2 जनाले बोलेमा हराएर जान्छ, तर 100 जना बोल्यो भने त्यो कार्यान्वयन हुन्छ। त्यसैले बोलिदिनुहोस्, भनिदिनुहोस्, सुनाइदिनुहोस् राष्ट्रिय लोक भजन संरक्षण प्रतिष्ठान नेपालको विषयमा। नसुन्नेलाई सुनाइदिनुहोस्, नदेख्नेलाई देखाइदिनुहोस्, मात्रै हाम्रो संस्था त्यति गौरवशाली भइसक्यो। यो चितवन नेपालको सबैभन्दा बिचमा पर्ने र सबै पहिलाका नेताहरूले चितवनलाई राजधानी सारौँ पनि भनेको ठाउँ हो यो। तर हामी राजधानीमा बसेर पिछडिएको क्षेत्रमा रुकुम रोल्पातिर बसे जस्तै हामीले गरिरहेका छौँ। यहाँ भजन करिब कम्तीमा 30वटा भजन समूह छ चितवन जिल्लामा, तर हामीले ती भजन समूहलाई एकत्रित गर्न सकेनौँ। किन सकेनौँ? मैले बारम्बार साथीहरूलाई फोन गर्दा मैले भनेको थिएँ, यदि साथीहरू तपाईँहरूलाई काम गर्न गाह्रो भएको, तपाईँहरूलाई ल त्यहाँ पत्याइएन भने म एक्लै नवीन पौडेल आएर भरतपुर महानगरपालिका, राप्ती नगरपालिका, यो रत्नगर नगरपालिकादेखि लिएर कहाँ कुन पालिकामा कुन मेयरलाई, वडाध्यक्षलाई, उपमेयरलाई भेटेर भजन समूह जम्मा गर्नुपर्छ, बरु मलाई जिम्मेवारी अब म गर्छु भनेर भनेको थिएँ मैले। अहिले आएर यो बिचमा नेपालकै मध्यबिन्दुमा रहेको यो जिल्लामा हाम्रो अधिवेशन ल हेर्नुहोस् त कतिजना छौँ हामी। साँच्चीकै संस्थाको भन्नेमा टिकाराम दाई हुनुहुन्छ, आदरणीय दिदी सीता गडेल दिदी हुनुहुन्छ, लक्ष्मी रेग्मीजी हुनुहुन्छ, बिनु सुवेदीजी हुनुहुन्छ, हाम्रो रश्मि इटनीजी हुनुहुन्छ, हाम्रो आदरणीय उद्धव अर्यालजी हुनुहुन्छ, रामु आचार्यजी हुनुहुन्छ, अनि हाम्रो वेद सर हुनुहुन्छ, लगायत बाहेक समितिमा आबद्ध भएका साथीहरू सायद यहाँ हुनुहुन्न। हामी किन दुब्लायौँ? हामीलाई किन दुब्लाउने बनाइयो? किन दुब्लाइयो? चितवन जिल्ला किन समृद्धशाली बन्न सकेन? भजन प्रतिष्ठानको सन्दर्भमा मलाई चिन्ता छ। त्यहाँभित्र केही हुनसक्छ, तपाईँ बिचको टसल होला। मैले के भनेको थिएँ भने 2081 सालमा राष्ट्रिय लोक भजन संरक्षण, म 2080 सालमा राष्ट्रिय लोक भजन संरक्षण प्रतिष्ठान नेपालमा म जान्न भन्दै प्रजापति दाई वर्तमान अध्यक्ष नारायण खनाल लेकालीहरूले त आउनुपर्छ, त संस्था बनाउने मान्छे होस्, त संस्था आउनुपर्छ भने दाईहरूले भित्राउनु भएको मलाई गर्व फिल भयो। जबसम्म त्यो संस्थामा म गएको थिइनँ तबसम्म मलाई राष्ट्रिय लोक भजन संरक्षण प्रतिष्ठान नेपाल भने के हो, कस्तो छ, त्यसको अनुहार के हो भने थाहा थिएन, मैले चेतना पनि थिएन, मैले त्यो सोध्न पनि खोजेको थिइनँ। जब बुटोलको महाधिवेशनमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा महाधिवेशनमा भव्य हजारौँ मान्छेको बिचमा महाधिवेशन भयो, त्यो महाधिवेशनमा गएर म केन्द्रीय सदस्य निर्वाचित भइसकेपछि म आबद्ध, योभन्दा अगाडि म करिब 20वटा संस्थामा आबद्ध भयो होला। ती संस्थाभन्दा सबैभन्दा उत्कृष्ट संस्था चाहिँ राष्ट्रिय लोक भजन संरक्षण प्रतिष्ठान भन्ने रहेछ भनेर अहिले म सबै काम छोडेर राष्ट्रिय लोक भजन संरक्षण प्रतिष्ठान नेपाललाई बनाउन हिँडिरहेको छु। यो अनुशासन हो, यो अध्यात्म हो, यसमा लागिसकेपछि मान्छेलाई दायाँ बायाँ हुँदैन। त्यही भएर तपाईँहरू जसै अहिले लागिरहनु भएको छ, मैले भनेका नामहरू तपाईँहरू यति सक्रिय हुनुहुन्छ, अब तपाईँहरूले अरूलाई सक्रिय बनाउनुतिर लागिदिनुहोस्। यहाँको समिति राष्ट्रिय लोक भजन संरक्षण प्रतिष्ठान नेपाल चितवन जिल्ला समितिलाई अझ राम्रो, अझ बलियो, अझ उत्कृष्ट, अझ चलायमान भोलि यहाँका संस्थाहरूले जिल्ला प्रशासन कार्यालयले या प्रहरी प्रमुखका कार्यालयहरूले या अन्य कार्यालयहरूले केही पनि कार्यक्रम गऱ्यो भने राष्ट्रिय लोक भजन संरक्षण प्रतिष्ठान नेपालको समितिलाई बोलाउन भन्ने वातावरण तपाईँले बनाउन सक्नुहुन्छ। त्यो बनाउनु हुनेछ, त्यो बनाउनुहोस्, म शुभकामना दिन चाहन्छु। चितवनमा राष्ट्रिय लोक भजन संरक्षण प्रतिष्ठान नेपाल भनेको संस्थै छैन जस्तो भयो। तर रसुवा जानुहोस्, रसुवामा 5वटा पालिका छ जम्मा, त्यहाँ नगरपालिका भन्ने छैन अहिलेसम्म।
5वटा पालिकामा 5वटै पालिका समिति बनेको छ। रसुवा कहाँ हो सुन्दा पनि तपाईँले कहाँ हो जस्तो छ। रसुवा नुवाकोटदेखि लिएर दोलखादेखि सिन्धुपाल्चोकदेखि लिएर सिन्धुलीका जिल्लासम्म यो बागमती प्रदेशभित्रका सारा जिल्लाहरूमा जिल्ला समिति मात्रै होइन, पालिका समिति मात्रै होइन, ओडा समिति मात्रै होइन, टोल समिति पनि बनेको छ। तर हामी चितवनमा दुख लाग्यौँ। मलाई साह्रै चित्त दुखाइ छ। हामीले त बच्चैदेखि जान्ने भएदेखि भजनै गाएका रहेछौँ। मैले त्यो भजनको लय भने मलाई थाहा थिएन। जब म भजन प्रतिष्ठानमा छिरेर गीत गाएको 2062 सालमा, ती लयमा गीत गाएको 2065 सालमा। तर म जब राष्ट्रिय लोक भजन संरक्षण प्रतिष्ठान छिरिसकेपछि मैले एनालाइसिस गरेँ, ओहो मैले गाउने गीत त भजनको लय पो रहेछ। ए पल्ला घरका जेठाजुले आइए बिए पढ्छन्, पल्ला घरका जेठाजुले आएर बिए पढ्छन्, हाम्रा घरका नामर्दा त हरेङ चढ्दा लड्छन्, जान्न म त त्यो घर के सम्झनु छ र, जान्न म त त्यो घर। ताली तपाईँले गीत मैले के सम्झनु छ र, जान्न म त त्यो घर के सम्झनु छ र, जान्न म त त्यो घर। ए घरमा छुस्स कुरा गरे माइतै कुरा लाउँछे, घरमा छुस्स कुरा गरे माइतै कुरा लाउँछे, 5 पैसाको ढङ्ग छैन छोरी मात्रै पाउँछे, लौ न त माइत नगर हुने मन छ र, न त माइत नगर हुने मन छ र, न त माइत नगर हुने मन छ र, न त माइत नगर। भन्न पाइन्छ त? कुनै पनि महिलालाई छोरी मात्रै पाउँछ भने गाली गर्न पाइन्छ? कुनै पनि महिलाले चाँदैमा छोरी पाउने, यसपालि छोरी पेट बोकेकी छु भने छोरी पाउने, यसपालि पेट बोकेकी छु भने छोरा पाउने होइन। महिलामाथि विभेद गर्न पाइँदैन भने यो गीत निकालेको मैले 2062 सालमा विष्णु माझी, नारायण रायमाझी, लक्ष्मी नेपालले हामीले संयुक्त रूपमा गाएको गीत हो। यसै गरी भजनका लयमा हामीले गीत गाएका रहेछौँ, हामीलाई थाहा थिएन। पछिल्लो समय बल्ल थाहा भयो। जति कलाकारले गीतहरू प्रस्तुत गरिरहेका छन्, अहिले बजारमा जति गीत सुन्नुहुन्छ त्यसको 90% गीतहरू चाहिँ भजनको लयमा आइरहेका रहेछन् बजारमा। अनि मलाई गर्व फिल भयो। म अहिले राष्ट्रिय लोक भजन संरक्षण प्रतिष्ठानमा लागेँ। प्रजापति पराजुली दाई जस्तो व्यक्तित्वहरूले यो संस्था जन्माइदिनु भयो र नवीन पौडेललाई जोड दिनुभयो। बल्ल हामी चाहिँ सही ट्र्याकमा आएका रहेछौँ। संस्कृतिको जननी भनेको भजन हो। त्यो भजनमा हामी बल्ल जोडिन पाउँदा हामीले गर्व अनुभूति गरेका छौँ। तपाईँहरू पनि गर्वानुभूति गर्दै तपाईँहरू लागिदिनुहोस्, मेरो आग्रह छ। मैले सोम सापकोटा दाईलाई, गोविन्दजी भर्खर आउनु भएको छ, पहिलो कार्यक्रममा हामीले पहिलोचोटि भेट्दैछौँ। मैले सोम दाईलाई उही हुँदै, युरोप हुँदै, युके हुँदै जहाँ हुँदैन दाईलाई दाई आज भजनको कार्यक्रम छ, दाई आज भजनको यो छ, दाई यति सपोर्ट गर्नु छ कि ओहो नवीन भजन भन्ने त मलाई साह्रै मनपर्छ, आउन पाए हुन्थ्यो भन्नुहुन्छ, आउन भ्याउनुहुन्न। आज कहाँबाट चिताउने भएको बेलामा म सोम सापकोटा दाई जस्तो व्यक्तित्वलाई पाएँ। सोम दाईले सिफारिस गरेर डाक्टर उपेन्द्र महतोले उहाँहरूको सिफारिसमा मलाई युरोप लिएर जानुभयो। मैले त्यहाँ पनि भजनै गाएर आएको थिएँ। युरोपको लक्जमबर्ग पनि मैले भजनै गाएर आएको थिएँ। आज गोविन्दजी यहाँ आउनु भएको छ। गोविन्दजीले 2-3 महोत्सव भजन महोत्सव गर्नुभयो। त्यो भजन महोत्सवमा नेपालका भजनका कलाकारहरूलाई लाने भने उहाँले धेरै कोसिस गर्नुभएको थियो। समय अभावले हामीलाई लान पाउनु भएन। यसरी भजनको प्रवर्धन, क्रिस्चियनको ठाउँमा त भजनको प्रवर्धन उहाँले गरिरहनु भएको छ भने हामी त आफ्नो माटोमा छौँ, आमाको काखमा छौँ, बुवाको काखमा छौँ। हामीले भजन प्रवर्धन गर्न हामी सक्दैनौँ त? हामीलाई यत्र वरिष्ठ पत्रकारहरूको साथ छ। उहाँहरूले हाम्रा कुराहरू, 2-4 कुरा अहिले बजारमा सरर पठाइदिइहाल्नुहुन्छ अनि हाम्रो प्रचार त्यसै पनि हुन्छ। हामी यसै पनि भाग्यमानी छौँ। त्यसको लागि एकचोटि पत्रकार महोदयहरूको लागि ताली बजाइदिनु होला। उहाँहरू हाम्रा राज्यको चौथो अङ्ग होइन, हाम्रो त पहिलो अङ्ग हो उहाँहरू। त्यसरी हाम्रो पहिलो अङ्गलाई हामीले हार्दिक सम्मान व्यक्त गर्न चाहन्छौँ। पत्रकार महोदयहरूले सबैलाई सम्मान व्यक्त गर्दै, समय एकदमै अभाव छ। यति बेला राष्ट्रिय लोक भजन संरक्षण प्रतिष्ठान नेपाल यो चितवन जिल्लाको प्रथम अधिवेशनमा रत्नगर नगरपालिका वडा नम्बर 9 का वडा अध्यक्ष श्री अनन्त अधिकारीज्यू आइपुग्नु भएको छ। उहाँलाई विशिष्ट अतिथिको आसन गर्न हार्दिक अनुरोध गर्छु। सबैले ताली बजाएर उहाँलाई सम्मान गरिदिउँ। उहाँ राज्यको निकाय हो, उहाँ हाम्रो प्रमुख उहाँहरू। उहाँहरूले माया नगर्दासम्म हामी अधुरो हुन्छौँ। त्यसैले उहाँहरूलाई हार्दिक सम्मान व्यक्त गर्न चाहन्छु। म धेरै लामो समय बोलेँ। 2081 सालमा मैले उपस्थित भएर टिकाराम दाईले
मैले 2067-68 सालमा आजीवन सदस्य लिएको नवीन भाइ म किन दोहोरो आजीवन सदस्य लिने भनेर उहाँले चाहिँ मलाई भन्नुभएको थियो। अब बन्ने समिति चलायमान बनोस्, अब बन्ने समिति उड्ने बनोस्, गुड्ने होइन। अब बन्ने समिति उड्ने बन्यो भने त्यो समितिले उडाउनेछ र चितवनका 7वटा 8वटा 9वटा पालिका कतिवटा छन् त्यो पालिका समितिको गठन हुनेछ। ती पालिकाले अब बल्ल लिड गर्नेछन्। जिल्ला समितिलाई पनि पालिका लिड गर्ने बनाइदिनुहोस्। नेता जन्माउने हो, आफै नेता बनेर हिँड्ने होइन। म नेता होइन, भजन प्रतिष्ठानको म नेता होइन, म तपाईँहरूलाई नेता बनाउन खोजिरहेको छु। किनकि यो सामाजिक संस्था हो। वडाध्यक्षज्यूले बोल्नुपर्छ, मैले लामो समय बोलिरहेको छु। वडाध्यक्षज्यूले बोल्नुपर्छ, यो सामाजिक संस्था हो। कुनै पनि राजनीतिक पार्टीमा ट्याग लागेको होइन। यसमा कुनै पनि राजनीतिक पार्टीको यो भ्रातृ सङ्गठन होइन। विशुद्ध खैँजडी मजुरा मृदङ्ग सारङ्गी बाँसुरी हार्मोनियम लगायतका वाद्यवादनलाई संरक्षण गर्न प्रजापति दाइले 2067 सालमा स्थापना गरेको संस्था। कुनै पनि मेरो तेरो पक्ष विपक्ष केही पनि छैन यसमा। विशुद्ध भजन संस्कृति जोगाउने हो, भजन संस्कृति बचाउने हो। र म अझ भन्ने गर्छु, अहिले चाहिँ विश्व हिन्दू महासङ्घले हामीलाई हिन्दू राज्य चाहिन्छ भनेर भनिरहेछ। तर हामी राष्ट्रिय लोक भजन संरक्षण प्रतिष्ठानले हामीलाई हिन्दू राज्य चाहिन्छ भन्दैनौँ। हामी निष्पक्ष छौँ, हामी स्वतन्त्र छौँ, हामीलाई हिन्दू राज्य चाहियो पनि भन्दैनौँ। तर भोलि जनमत सङ्ग्रह भयो भने हिन्दू धर्म अन्तर्गत हामीले गाइने भजनहरू जुन गाइएको जता हामी आबद्ध छौँ, हामीले भोलि हिन्दू धर्मकै पक्षमा हामीले भोटिङ गरौँला। तर हामीलाई हिन्दू धर्म चाहियो, हिन्दू धर्मवाला राज्य चाहियो भन्नेवाला हाम्रो संस्था होइन। त्यसैले हाम्रो स्वतन्त्र, हाम्रो चाहिँ एकदमै सबैले मन पराउने यो अनुशासित संस्था भएको नाताले राष्ट्रिय लोक भजन संरक्षण प्रतिष्ठान नेपालमा आजीवन सदस्य बनेर, आजीवन सदस्य बन्न जम्मा 3005 रुपियाँ हो। साधारण सदस्य बन्न जम्मा 505 रुपियाँ हो। 505 रुपियाँ साधारण सदस्य लिएको व्यक्तिको एउटा कार्यकाल मात्रै कायम हुन्छ। त्यसपछि फेरि 305 रुपियाँ तिरेर रिन्यू गर्नुपर्छ। तर 3005 रुपियाँ तिरेर बनेको सदस्य चाहिँ कहिले पनि त्यो सदस्यता हट्दैन, त्यो आजीवन बाँचुन्जेल हुन्छ। तपाईँ मरेर गएपछि तपाईँका छोरा पुस्ताले, नाति पुस्ताले भन्ने छन्, मेरो बाउ, मेरो आमा, मेरो हजुरबा, मेरो हजुरआमाले यो भजन संस्कृति, हाम्रो संस्कृति जोगाइदिएका रहेछन्। स्याबास हजुरबा, स्याबार हजुरआमा भनेर त्यो फोटो हेरेर धन्यवाद दिनेछन्। त्यो धन्यवादको पात्र हामी सबै बनाऊ। मेरो आग्रह यही नै छ। सबैको जय होस्। चितवन जिल्ला समिति राम्रो बनोस्, चुस्त बनोस्, दुरुस्त बनोस्, गुड्ने होइन उड्ने बनोस्। यही कामना गर्दै बिदा चाहन्छु। जय भजन। यति बेला छोटो शुभकामना मन्तव्य राखिदिनु हुनका लागि रत्नगर नगरपालिका वडा नम्बर 9 का अध्यक्ष, यस कार्यक्रमका विशिष्ट अतिथि आदरणीय अनन्त अधिकारीज्यूलाई म हार्दिक अनुरोध गर्न चाहन्छु। उहाँलाई घरमा गएर भत्ता दिने खालको पैसा बुझाउने गएको थियो। त्यसमा अलि बिजी भएको अहिले पनि फेरि 1 बजी मेरो राष्ट्रिय कमिटीमा मिटिङ भएको मन निस्किरहेको थियो। गाउँ भाइले भनेर म एकदम पछाडमा आएको छु। धेरै टाइम भयो पैसा लिँदा यो असाध्यै नै मैले अहिले छोटो समयमा मैले बुझेँ। एकदमै राम्रो, असाध्यै नै महत्त्वपूर्ण जुन हाम्रो संस्कृति, जुन हाम्रो भजन, हाम्रो पुर्खाहरूले जुन एउटा राख्नुभएको जुन हाम्रो लोक संस्कृति भजनको संरक्षणको लागि यहाँले यो कार्यक्रमको आज चितवन जिल्लामा पनि यो अधिवेशन सुरु गर्नुभएको रहेछ। हाम्रै वडा नजिकै यसरी दर्शकहरूको सहायता असाध्यै खुसी लाग्यो। नगरपालिका वडा नम्बर 9 हो। हामीले पनि हाम्रो कार्यकालमा आएपछि धवलागिरी भजन समूह एउटा हाम्रो समूह गठन भएको छ। यहाँलाई पनि थाहा होला, अहिले धवलागिरी भजन समूह रत्नगर 9 को एउटा गहनाको रूपमा उदाएको छ। र उहाँले जहाँ पनि यस्तो कार्यक्रममा पार्टिसिपेट गर्नुहुन्छ, वडाको नाउँ राख्नु भएको छ। त्यहाँ प्रथम द्वितीय तृतीयमा त एउटा स्थान ल्याउनुहुन्छ। त्यसका लागि हामीलाई पनि एकदमै गर्वको कुरा भएको छ। र यसरी नै हामीले आफ्नो वडाभित्र अथवा आफ्नो समाजमा चाहिँ यस्तो किसिमको यो जुन हाम्रो संस्कृति, हाम्रो जुन हाम्रो पहिचान छ, यसलाई संरक्षण गरेर हामीले आफ्नो स्थानीय निकायबाट सबैले एकदमै हातेमालो गर्न हामी तयार छौँ। यहाँको यो कार्यक्रमको जुन यो कार्यक्रम आज हुँदैछ, यसको पूर्ण सफलताको कामना यो एकदमै राम्रोसँग होस्। अहिले पनि कमिटीले राम्रोसँग काम गरोस्। त्यसमा हामीले पनि स्थानीय सरकारले पनि यहाँलाई सहयोग गर्न पाइयोस् भन्ने कामना गर्दै म एकदमै त्यहाँ म जानुपर्ने भएको भएर म हजुरसँग बिदा माग्न अनुमति चाहन्छु। र यो कार्यक्रम एकदम भव्य र सफल रूपमा सफलताको कामना गर्दै फेरि पनि यहाँसँग यसरी सहयोग गर्नु पाउँदा, जोडिनु पाउँदा चाहिँ आफूलाई गर्व लागि ठान्ने चाहिँ एउटा पहल गर्दै मेरो 2 शब्द यहाँ पाउँछु। हस्, नमस्कार। मायाको चिनो प्रदान गर्ने कार्यक्रम रहेको छ। वडाध्यक्षज्यूलाई मायाको चिनो प्रदान गरिदिनु हुनका लागि यस कार्यक्रमका सभाध्यक्ष तथा प्रमुख अतिथिज्यूलाई म हार्दिक अनुरोध गर्न चाहन्छु। यो एकदम सम्झना। अब प्रमुख अतिथिज्यूको मन्तव्यभन्दा पहिला
आजीवन सदस्यज्यूहरूलाई त्यो प्रमाणपत्र वितरण गर्ने कार्यक्रमलाई म यहाँनिर जोड्न चाहन्छु। त्यो प्रमाणपत्रलाई यहाँसम्म ल्याइदिनु होला। म त्यसको एउटा प्रमाणपत्र चाहिँ वाचन गरेर सुनाउँछु र बाँकी चाहिँ वाचन गर्ने छैन। म सुरुमा एउटा नमुना वाचन गरेर सुनाउँछु। राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान नेपाल धर्म संस्कार र संस्कृति बचाउनमा हाम्रो एक पाइलो, खैँचडी मुजुरा मृदङ्गा सँगको जीवन नै रमाइलो। सदस्यता नम्बर 1868, जिल्ला प्रशासन कार्यालय दर्ता नम्बर 466/067, आजीवन सदस्यता प्रमाणपत्र बागमती प्रदेश चितवन जिल्ला भरतपुर उपमहानगरपालिका 4 निवासी तपाईँ श्री उद्धव अर्यालज्यूलाई यस राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान नेपालको विधान 2067 बमोजिम केन्द्र प्रदेश जिल्ला कार्य समितिको सिफारिसमा यो आजीवन सदस्यको प्रमाणपत्र प्रदान गर्दछौँ। अध्यक्ष नारायण खनाल लेकाली, राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान नेपाल केन्द्रीय कार्य समिति, मिति 2082 4 महिना 5 गते नै यो तयार भएको रहेछ। आजीवन सदस्यता ग्रहण गर्दै हुनुहुन्छ। त्यस्तै आजीवन सदस्य त्यसै गरी हिमाल खनाल, त्यसै गरी अहिले जुन हाम्रो राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान जिल्ला शाखा चितवनको कार्य समितिमा रहेर काम गर्ने धेरै साथीहरू आज यहाँ उपस्थित हुनुहुन्न। तर जति उपस्थित हुनुहुन्छ उहाँहरूको चाहिँ एउटा परिचय जस्तै गर्ने गरी म यहाँबाट नाम लिन्छु, तपाईँहरू उठिदिनु होला। सबभन्दा पहिला म रामु आचार्य, राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान जिल्ला शाखा चितवनको सहसचिव। त्यस्तै गरी म यहाँनिर नाम लिन्छु हिमाल खनाल जो कोषाध्यक्ष हुनुहुन्छ, सीता कणेल जो सदस्य। त्यस्तै अझ मैले सुरुमा छुट्याएँ टिकाराम शर्मा मिसानी, त्यस्तै लक्ष्मी रेग्मी खरेल जो सदस्य हुनुहुन्छ, त्यसै गरी सीता पाण्डे जो सदस्य हुनुहुन्छ, त्यसै गरी तुलसी कणेल रेग्मी जो सदस्य हुनुहुन्छ, त्यसै गरी विष्णु पन्थी जो सदस्य हुनुहुन्छ, त्यसै गरी रूपा पौडेल जो सदस्य हुनुहुन्छ, त्यसै गरी बिन्दु अर्याल खनाल जो सदस्य हुनुहुन्छ, विष्णु प्रसाद भिताल जो कालिका भजन समूहबाट आउनु भएको छ उहाँको पनि, त्यसै गरी दिल्लीराम चालिसे जो कालिका भजन समूहबाट यहाँ आउनु भएको छ कोषाध्यक्षजी हुनुहुन्छ, त्यसै गरी राजेन्द्र हवल जो जिल्ला कार्य समितिको सदस्यजी हो तर उहाँको आमा बिरामी हुनुभएको कारणले केही बेर अगाडि जानुभएको छ। त्यसै गरी प्रकाशमणि सापकोटा जो जिल्लाको सदस्य हुनुहुन्छ उहाँ पनि एकैछिनको लागि भनेर जानुभएको छ। त्यसै गरी वेद प्रसाद आचार्य जो उपाध्यक्ष हुनुहुन्छ, त्यस्तै रश्मि इटनी काप्री जो महिला उपाध्यक्ष हुनुहुन्छ, त्यसै गरी विनु सुवेदी जो सदस्य हुनुहुन्छ र आज यहाँ उपस्थित हुनुभएको चाहिँ हाम्रो कार्य समिति यति नै हो जस्तो लाग्छ मलाई। छुटपुट भएको रहेछ भने म क्षमा प्रार्थी छु र म फेरि पनि जोड्ने नै छु। अब भने हाम्रो प्रमुख अतिथिज्यूको मन्तव्य सुन्ने बेला भएको छ। प्रमुख अतिथिज्यू जसले मैले यहाँ हाम्रो जिल्लाको सचिवज्यूकै छुट्याएको रहेछु, क्षमा प्रार्थी छु, हाम्रो उद्धव अर्यालज्यू यहाँ सायद उहाँले यो उपस्थितिमा लेख्नु भएको जस्तो लाग्यो, त्यही भएर सुनेको हो। हाम्रो प्रमुख अतिथिज्यू जसले लामो समयदेखि लोक सङ्गीतमा लागेर लोक सङ्गीतको उत्थान साथै भजनको उत्थानमा सक्रियता साथ सहभागिता जनाउनु भयो। अझ विशेष गरेर
तीजको गीत कसरी गाउनुपर्छ, तीजको गीतलाई कसरी व्यवस्थित गर्नुपर्छ, तीजको गीतमा पुरुषहरूको भूमिका के हुन्छ भन्ने बारेमा उहाँका गीतहरूबाट हामीले धेरै कुरा सिक्न सकिन्छ। त्यस्तै गरी भजनहरूमा एकदमै पुरानो बेलाका भजनहरूलाई टपक्क टिपेर चाहे ती लयहरूका माध्यमबाट होस्, चाहे ती शब्दहरूका माध्यमबाट होस्, आफ्नो प्रस्तुतिकरण असाध्यै सभ्य तथा शालीन प्रस्तुति, लोकदोहोरीमा पनि त्यस्तै सभ्य शालीन प्रस्तुति गर्दै आजको दिनमा राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान जस्तो गरिमामय संस्था हाम्रो माझमा ल्याइदिनु भएको कारणले आज हामी यसरी यो कार्यक्रम जोडिन पाएका छौँ। उहाँ आदरणीय प्रमुख अतिथिज्यूलाई आफ्नो सारगर्भित मन्तव्य राखिदिनु हुनको लागि म हार्दिक अनुरोध गर्दछु। जोरदार तालीका साथ स्वागत गरौँ आदरणीय प्रजापति पराजुलीज्यूको। अध्यक्ष बस्ने भाग्य कार्यकाल तदर्थ समितिको अध्यक्ष बस्ने भाग्यमानी अध्यक्ष, किनभने अर्को मान्छे नआएको कारणले दोहोऱ्याएर पनि उहाँलाई राख्नुपर्ने परिस्थिति सिर्जना भएको हुनाले मैले यो कुरा जोडेको। टीकाराम लामिछानेज्यू हार्दिक सम्मान छ। राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान नेपालका केन्द्रीय सदस्य, सँगसँगै बागमती प्रदेशका इन्चार्ज, लामो समयसम्म उहाँ पनि लोकदोहोरीको फिल्डबाटै हो आएको। लोकदोहोरीमा लागेर उहाँले जति पनि पूर्वको क्षेत्रमा लोकदोहोरीको संस्थालाई विस्तार गर्ने क्रममा अहोरात खट्नुभयो, भोक तिर्खा भन्नु भएन। तर नवीन भाइको त्यो खटाइ राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठानभित्र कसैले मूल्याङ्कन गरेको थियो भने त्यो प्रजापति नै थियो। र त्यही चिजलाई हेरेर अब भजनलाई पनि पूर्व क्षेत्रमा तपाईँले अलिकति झरक चल्नुपर्छ है भनेर चाहिँ हामीले जिम्मा लगाएपछि अहिले बागमती प्रदेश मात्र नभइकन तपाईँको 1 नम्बर प्रदेश मध्य प्रदेशमा समेत यो भजनलाई विस्तार गर्ने क्रममा ठुलो भूमिका निर्वाह गर्नुभयो। हुन त हामीले उहाँलाई यही कामको मूल्याङ्कन गरेर सुनको तकमाले उहाँलाई सम्मान पनि गरिसकेका छौँ। अरूलाई थाहा थिएन होला, हामीले पत्नी लगाइदिएर उहाँलाई सुनकै ब्याज लगाएर हामीले सम्मान पनि गरिसकेका छौँ। आज विशेष अतिथिको रूपमा रहनुभएका नवीन पौडेलज्यू, अघि नै नवीन भाइले बोल्ने बेलामा धेरै भन्नुभएको छ। यो अवस्थामा पनि त्यो दुःखको घडीमा पनि दुःखलाई एकातिर बिर्सेर यो भजन साँच्चीकै भक्तजनहरूको मन र मुटु र मस्तिष्कमा बस्ने भजनलाई हामीले पनि हाम्रो खैजडी भजन अगाडि बढाउनु पर्छ। र म पनि अब जागिरबाट रिटायर भएँ, नेपाल सरकारको अफिसरमा रहेर लामो समयसम्म सेवा गरेँ। तर त्यसले मात्रै मलाई पेट पाल्ने काम गरौँ, समाजमा चिनाउने काम चाहिँ त्यति गरेन। अब यो समाजमा पनि चिनिनका लागि राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान नेपालसँग आबद्ध हुन्छु भनेर आउनुभएका बागमती प्रदेशका आदरणीय अध्यक्ष, आफैमा भजन गायक गोविन्द नेपालज्यूलाई हार्दिक सम्मान छ। सँगसँगै हाम्रो बागमती प्रदेशकै उपाध्यक्ष बहिनी पुनम, उहाँ पनि लोकदोहोरीबाटै निस्किनु भयो, लोकदोहोरीबाटै आउनु भएको छ। लोकदोहोरीबाटै अगाडि आउँदै गरेर आज यो भजनमा पनि जोडिनु भएको छ बहिनी पुनम बहिनी। र हाम्रो सल्लाहकार बागमती प्रदेशको आदरणीय सल्लाहकार लगायत विदेशमा पनि रहनुहुने र नेपाली लोकदोहोरीलाई लोक भजनलाई पनि माया गर्नुहुने हाम्रो यहाँ नारायण चाहिँ सरलाई सहित दुवैजनालाई म हार्दिक सम्मान गर्न चाहन्छु। र धेरै हाम्रो मञ्च आशिक र मञ्चाभिमुख सबैलाई यो भजनसँग जोडिएका जे जति हुनुहुन्छ सबैलाई हार्दिक सम्मान शब्दद्वारा मैले दिने भनेको अभिनन्दन हो। म हृदयदेखि तपाईँलाई शब्दद्वारा अभिनन्दन गर्दै सम्मान व्यक्त गर्न चाहन्छु। एकचोटि आफैलाई यो सम्मान अब पहिला त म तपाईँसँग क्षमा पनि चाहन्छु, किनभने छोराले गल्ती गरे पनि छुट्टिएको छैन र पक्ष लगाएको छैन भने त्यो जिम्मेवारी बाउले नै लिनुपर्छ। किन यो शब्द भनिरहेको भन्नु होला। 2070 सालमा यहाँ आएर 67 सालमा संस्था जन्मियो। यो संस्था जन्माउने बेलामा पनि
पोखराको रामघाटमा जहाँ दाह संस्कार गरिन्छ लास भयो। त्यहाँ गएपछि यसो सोचे फुलतार्नी एकादशी थियो, हरिबोधन एकादशी, लोकदोहोरीतिर म अध्यक्ष हुने बेलामा भजन प्रतियोगिता मैले निरन्तर रूपमा पोखरा भ्यालीभित्र गरिरहेको थिएँ, बाहिर भएको थिएन। त्यसपछि बाहिर पनि कहीँ कहीँ भजन प्रतियोगिता गरियो। त्यो भजन प्रतियोगिताले मात्रै हुँदो रहेछ, संस्था पनि हुनुपर्ने रहेछ भन्ने हिसाबले मलाई छोयो र 1967 सालमा भजनको एउटा समिति अधिवक्ता, वरिष्ठ अधिवक्ता दुर्गा कोइरालालाई विधान बनाइदिने सोले विधान बनाएर हामीले दर्ता गऱ्यौँ। तब 70 सालमा यहाँ आउने बेलामा हाम्रो वेदु आचार्यज्यू, वेद प्रसाद आचार्यज्यू यो रेडियो अर्पणको व्यवस्थापक हुनुहुन्थ्यो। त्यसमा राम पनि त्यहाँ कार्यक्रम सञ्चालन गर्ने र एउटा कार्यक्रमको जिम्मा लिने एउटा प्रश्न पनि हुनुहुन्थ्यो, मिडियाकर्मीको रूपमा पनि रहनु भएको थियो। सँगसँगै टिकारामजी दुवरीमा हुनुहुन्थ्यो। अब यो भजनमा पनि जोडिनुहोस् है भनेर त्यो बेलामा मेरो अनुरोधलाई स्वीकारेर टिकाराम लामिछानेज्यू, हाम्रो वेद प्रसाद आचार्यज्यू, अर्को तेज प्रसाद लामिछानेज्यू र सीता कँडेल भयो। 4 जना आजीवन सदस्य र 9 जना साधारण सदस्य बनेको त मलाई पनि थाहा थियो। र त्यही बेलामा हाम्रो विधानमा के थियो भने त्योभन्दा सुरुमा त विधान असल अहिले पनि छ, पहिलाका विधान पनि छन्, दर्ता गर्ने बेलाका पनि छन्, पछि बनाएको पनि छ, अहिले बनाएको पनि छ। त्यो बेलामा हाम्रो 1005 रुपियाँले आजीवन सदस्य बन्न पाइन्थ्यो सुरुमा। त्यसपछि हामीले एउटा अधिवेशन गऱ्यौँ र त्यो अधिवेशनले अलिक थोरै भयो, 2000 बनाऊँ भनेर 2000 पछि आजीवन सदस्य बनाइयो, 2005 रुपियाँ। तर आजीवन सदस्यताको प्रमाणपत्र हामीले छापेका थिएनौँ र यही बनाएर 2 जनालाई हामीले आजीवन सदस्यको प्रमाणपत्र दियौँ। एउटा वेद प्रसाद आचार्यज्यू, अर्को कसलाई दियो अहिले बिर्स, तेज प्रसादलाई दियो। तर त्यो दिएको आजीवन सदस्यको त्यो प्रमाणपत्रमा सदस्यता नम्बर छैन, किनभने छापिसकिएको थिएन। पछि दिनलाई है तपाईँलाई यसको आधिकारिक प्रमाणपत्र एउटा भनियो, तर उपलब्ध गराउने बेला पछि के समस्या आयो त्यस्तै भयो र तपाईँहरूसँग हाम्रो चाहिँ कोअर्डिनेसनमा ग्याप भयो। त्यसलाई चाहिँ तपाईँहरूसँग निरन्तर जोडिनु पर्ने मेरो कर्तव्य लागेको थियो र त्यो बेलामा एउटा जागिरेको हिसाबले अर्को मलाई चाहिँ एउटा गाल पनि आएको थियो। के गाल आएको थियो भने लोकदोहोरीका लागि सौता जन्मायो प्रजापतिले भनेर लोकदोहोरीका कलाकारहरूले मलाई यति हेपे अहिलेसम्म पनि हेर्छ। अहिलेसम्म पनि लोकदोहोरीका चाहिँ जति पनि कलाकार छन् अहिले पनि मलाई हेर्छ। प्रजापतिले सौता जन्मायो भने मैले भने साथी हो, लोकदोहोरीको पाटो अर्को हो, लोकभजनको पाटो अर्को हो। हाम्रो धार्मिक पौराणिक कथाभित्र धार्मिक कुराहरूलाई लयबद्ध तरिकाले उन्मुक्त स्वरमा सङ्गीतका साधनहरू बजाइएर भगवानको बखान गर्ने, भगवानको गुणगान गाउने चिजलाई भजन भनिन्छ। वारिपारि कान्छा र कान्छी बसेर महावृत्तिका कुरा गर्ने, दुःख सुखका कुरा गरेर गीत गाउनेलाई दोहोरी भनिन्छ। तपाईँहरूले यसको विधा चुटाउनु भएको छैन, तपाईँहरूलाई यसमा तपाईँहरूको ज्ञान कम भएको भनेर मैले डिस्कस गर्दै जाँदाखेरि त्यो लोकदोहोरीमा म एक्ला भएँ म र 4 वर्ष काम गरिनँ है। 4 वर्ष मैले कामै गरिनँ, कामै गर्ने अवसरै त्यो वातावरणै मिलेन। त्यसपछि मैले साथीहरूलाई सम्झाइसकेपछि अब चाहिँ हुँदैन है, त्यो भनेर झरक्क अगाडि लानुपर्छ भनेर अधिवेशन गऱ्यौँ। अधिवेशन गरिसकेपछि त्यसमा चाहिँ हाम्रो श्रीराम अधिकारी सचिव हुनुभयो र उहाँ काठमाडौँ जान्छु म इन्द्रणीमा भन्दै गर्दा संस्था राष्ट्रिय लोक भजन चुडका संरक्षण प्रतिष्ठानको सचिव पनि हुनु भइसक्नु भएपछि अब तपाईँले बागमती प्रदेश र पूर्वतिर इन्द्रणीको कार्यक्रम जहाँ हुन्छ, कृष्ण कँडेललाई म भनिदिन्छु, कृष्ण कँडेलसँग गएर जहाँ पुगिन्छ त्यहाँ गएर लोक भजनको कार्यक्रम प्रचार प्रसार गर्नु है भनेर जिम्मा लगाइएको श्रीराम अधिकारीबाट माफी पनि मरेन। माफो नमरेको अवस्थामा अब चाहिँ संस्था विस्तार गर्ने क्षमता त नवीनसँग छ। अब नवीनलाई तत्कालै ल्याउँदा त्यो पदले पनि त्यो विधानले पनि ढ्याप्पै उपरको पद दिन नमिली सदस्य त बनाउन पाइन्छ नि, केन्द्रीय सदस्य भनेर केन्द्रीय सदस्य बनाएर ल भाइ अब तपाईँले काठमाडौँ बागमती प्रदेशको चाहिँ तपाईँ जिम्मेवारी लिने, बागमतीको इन्चार्ज पनि हुने र भजनलाई चाहिँ अलिकति विस्तार गरेर राम्रो गर्ने है भनेपछि नवीन भाइ भो तिर्का निद्रा केही पनि तपाईँले खट्नुभयो, लाग्नुभयो। एकचोटि उहाँलाई सबैले जोरदार ताली
धन्यवाद छ उनीहरू हामीले सम्मान गरिसकेको संस्थाले। र हिजोको लोकदोहोरीमा यस्तै हो अवस्था, यस्तै हो। लोकदोहोरीको कोही जिउँदो इतिहास हुन त संस्थापक अध्यक्ष हामीले अमर बिराई गुरुङलाई बनायौँ। म आफैमा हुन खोजेको होइन। पृष्ठभूमि हेर्नुहोस्, 3टा किताब लेखेको छु मैले। 3टा किताब छन्। एउटा वेदना र मर्म भन्ने पुस्तक छ मेरो, एउटा नेपाली लोकदोहोरीमा सहभागिता भन्ने पुस्तक छ मेरो, एउटा नेपाली लोकदोहोरी गीतको उर्वर भूमि जन्म्यो कहाँ थाहा छैन, हुर्क्यो कास्की पोखरामा कसरी भन्दा 18वटा प्रमाण दिएर किताब निकालेको छ। त्यो किताबलाई न संस्कृतिविद जगमान गुरुङले दोहोऱ्याउन सके, न संस्कृतिविद तुलसी दिवसले चाहिँ तपाईँको चाहिँ दोस्राउन सके, न त्यसलाई चाहिँ डाक्टर गोविन्द आचार्यले दोस्राउन सके, न त्यसलाई डाक्टर पुष्पाकर नेउपानेले दोस्राउन सके। यसको होइन भने ल्याउनु त अर्को प्रमाण भन्दा कसैले पनि त्यसको अर्को प्रमाण दिन सक्नु भएन। त्यो लोकदोहोरी पनि पोखरा दोहोरी समूहको जगबाट, पोखरा दोहोरी समूहको जगबाट पुरुषोत्तम नेउपाने, दुर्गा रायमाझी, चन्द्र शर्मा, रमेश गिरी, भगवान भण्डारी लगायतका, शिवगिरी लगायतका भाइ बहिनीहरूलाई पोखरामा एउटै ठाउँमा राखेर अब यो पोखरा दोहोरी समूह भन्ने सीमित भयो। यसलाई राष्ट्रव्यापी बनाऊँ भनेपछि अरुण खोलामा नारायण रायमाझीले हाम्रो लोकबहादुर छेत्रीको स्मृतिमा एउटा शालिग निर्माण गरौँ भन्ने सन्दर्भमा त्यहाँ एउटा कार्यक्रम गरेर अनि यसलाई राष्ट्रव्यापी बनाउँ भनेपछि को बन्ने अध्यक्ष भन्दा एउटा बुढा मान्छे पनि हुन्। लोकदोहोरीमा धुन पनि गरेका छन्। अमर बिराई गुरुङ दाइलाई बनाइदियो, सबैको चाहिँ राम्रो हुन्छ भनेर अमर दाइलाई हामीले अध्यक्ष संस्थापक बनायौँ। तर अमर दाइलाई संस्थापक बनाउनमा पनि हाम्रो एउटा टिमको ठुलो भूमिका हो। त्यस्तै यो दोहोरीलाई चाहिँ त्यति बेला बनाउँदा नि अब संस्था त बनाइयो, आओ न भजनको संस्थामा बस्नु त मान्छेलाई यति गाह्रो छ। त्यो लोकदोहोरीको संस्थामा बस्नु कस्तो भयो? तारापति सुवेदीदेखि यहाँका चाहिँ हाम्रा हरि नेउपानेदेखि हेमानन्द भुषाल जो वकिल साहब हुनुहुन्छ, चितवनका सांसदीय ज्ञानबहादुर गुरुङदेखि सबैले आइदियो न, बस्दियो न, आइदियो न, नमस्ते गरी दोहोरीमा ल्याइयो। पछि त त्यही दोहोरीमा राजनीति बसेर हेर्नुहोस्, धानी 10 घन्टा खेल्नुहुन्थ्यो। माननीयको तुलनामा त के खर्च होला र लोकदोहोरीमा त्यति धेरै खर्च हुँदैन, त्यति धेरै खर्च। त्यस कारणले यो भजनमा पनि अहिले यसो हेर्छु म, सुरुमा त्यस्तै आइदिनु न, बस्दिनु, टिममा बस्दिनु, भोलि केही न केही होला भन्दै गर्दा आज त लोकदोहोरीको 1,70,00,000 अक्षर कोष 5 तले बिल्डिङ ढापसीमा देखेर अहिले वर्तमान अध्यक्ष रिता हिँड्दाखेरि त्योमा तपाईँको संस्था आजीवन बनाइदिनुहोस्, तपाईँको संस्थामा महानर्थ बनाइदिनुहोस्, फेल मान्छेहरू अहिले आउँछ। यो भजनको पनि त्यस्तै बनाउनका लागि त्योभन्दा अझ उत्तम भजनमा अघि नै भने मैले विद्वान, पण्डित, न्यायाधीश, डक्टर, इन्जिनियर छन् हाम्रो यो संस्था। कतिपय चाहिँ निवृत्त नेपाल सरकारको विभिन्न उपल्लो ओहदामा जागिर खाएर निवृत्त रिटायर भइसकेका कतिपय बालवाला पनि हुनुहुन्छ। अब यो संस्थालाई पनि अलिक कतिलो बनाएर लैजाउँ है भन्ने सन्दर्भमा संस्था बनाउँदै आइयो। आउने क्रममा यो चितवनमा साथीहरू पहिलोपटक आउँदाखेरि टेकाडामा जाँदैछौँ है भनेर पनि मैले त्यो बेलामा सम्पर्क गरेर यस्तो यस्तो समिति छ तपाईँहरू जानु होला भन्थे। त्यो बेलामा आउने बेलामा नवीन भाइलाई त ज्ञान हुने कुरै भएन। त्यो बेला वर्तमान अध्यक्ष पनि हाम्रो नेपालीलाई पनि थाहा भएन। मसँग पनि अलिकति के भएको मेरै कमजोरी भन्नुपर्ने भाइहरूलाई बोलाउँदा पाइएन, मेरै कमजोरी त्यो होला। तपाईँहरू कहाँ जानुभन्दा पहिला यो गर्नुहोस् भन्ने निर्देशन मैले दिन नसकेको कारणले यो चितवन जिल्लाको चाहिँ भजन चरक्क गाउँ चालिएको कारण यही हो जस्तो लाग्छ। मैले सौरामसँग भजन प्रतियोगिता गर्न खोजेँ सीताबहिनीलाई भने भजन खोज्नु न बहिनी, टिकारामजीलाई त्यो बेला फोन गरेकै हो, आउनु न खोज्नुहोस् भन्दाखेरि मरि हत्या गर्दा 3 टिम फर्स्ट सेकेन्ड थर्ड छुट्टै हिँड्यो। 3 टिमलाई के 5 टिमलाई पुरस्कार थियो, 2टा पुरस्कार त यसै रह्यो। इतिहास त यही बोकेर हिँडेको छु। त्यसपछि बिस्तारै हरा अहिले गोकर्णगिरी भन्ने सौराको एकजना चाहिँ हुनुहुन्छ, पहिला यो सौरा नेवारको चाहिँ अध्यक्ष पनि हुनुभयो कि क्या, उहाँले चाहिँ यो हाम्रो यो के सीताला के भन्ने ठाउँ भने चित्रसारी भन्ने ठाउँमा अस्ति प्रतियोगिता राख्नुभयो। कतिपय साथीहरू त्यहाँ प्रतियोगिता भाग पनि लिन आउनुभयो। अघिल्लो पटक अलिकति राम्रो भएन भने निर्णायक को बस्ने होला के गर्ने होला भनेर मलाई सोध्दै हुनु। एउटा रामु आचार्य वर्षा हुनुहुन्छ, एकजना महिलै राख्नुपर्छ भने तपाईँ त्यहाँ कसैलाई खोज्नु भनेपछि हाम्रो रामुजी आउनुभयो। अनि मैले उहाँलाई भने तपाईँको सम्पर्कमा कोही राम्रो भजन गाउने एकजना महिलाको पनि प्रतिनिधित्व गर्नुपर्छ। सरकारको नम्स हो,
हामी छोरा मान्छे मात्रै दौडेर हुँदैन, महिलालाई पनि साथसाथै लिनुपर्छ। सकिन्छ सरकारको नर्म्स, विधानको चाहिँ नर्म्स अनुसार, संविधानको नर्म्स अनुसार हामीले जनजाति आदिवासी दलितलाई पनि सँगसँगै लिएर गएर हाम्रो संस्थालाई अलि बलियो बनाउनुपर्छ भन्ने हेतुले मैले रामजीलाई भने, अनि उहाँले एकजना बहिनी भजन गाएकै फोटोमा राम्रो मूल्याङ्कन गर्नुहुनेछ उहाँले पनि। अस्ति आयो उहाँ गैँडाकोटमा एउटा कार्यक्रममा आयो, म तपाईँ आउनै पर्छ भन्नुभयो। मेरो फेरि वहीँ अफिसमा अडिटरहरू आयो, अडिटर आइसकेपछि म आउन भएन राम्रोसँग, तपाईँ खोइदिनुहोस् है त्यहाँ। फेरि रामजीलाई त मैले नजिक भएको नाताले उहाँलाई नै पठाएँ। उहाँ गएर मूल्याङ्कन हाम्रो हरि कडेलजी, हिरा कडेलजी र उहाँ गएर अर्को एकजना चाहिँ नाखेर मूल्याङ्कन गर्नुभयो। मैले पछि सोधेँ के छ त्यहाँ भन्दा असाध्यै राम्रो मान्छेलाई सिफारिस गरिदिनु भयो तपाईँले, राम्रो भयो भन्ने त्यस्तो फिडब्याक पाएँ मैले। अब सधैँ मै मात्रै घाउँछु होइन, मैले मात्रै गर्नुपर्छ भन्ने छैन। तपाईँहरू पनि अगाडि आउनुहोस्, बिस्तारै ठाउँमा सिफारिस गर्ने ठाउँमा गरौँला। तपाईँहरू पनि अगाडि बढ्नुहोस् र यो हाम्रो धर्म संस्कृतिलाई हामीले जोगाउनु। हामीले भनेका छौँ खैजडी मुजुरा मृदङ्गको हाम्रो चाहिँ नारै छ त, यहाँले लेख्नु भएको नारा सायद हाम्रो आजीवन सदस्यतामा होला। यो नारा म आफैले बनाएको। त्यो भनेदेखि धर्म, संस्कार र संस्कृति बचाउनमा हाम्रो एक पाइलो खैजडी मुजुरा मृदङ्गको जीवन नै रमायो। यो बजाउँदाखेरि तपाईँको दोहोरीमा नाच्नु, लोकगीतमा नाच्नु, भजनमा नाच्नुमा फरक छ, आनन्द आउँछ। त्यस कारण यो संस्था यसरी बनाइयो र त्यति बेला तपाईँहरू 4 जना आजीवन सदस्य बन्नुभएको छ। मैले त्यो कुरा त्यहाँ जोड दिन्छु। 4 जना आजीवन सदस्य बन्नुभएकोमा त्यति बेला म अलिकति कन्फ्युज भएँ। यहाँ कहाँनिर म कन्फ्युज भएँ भने अघि सरको चाहिँ पूर्णमित्र हाम्रो अध्यक्षज्यूले देखाउनु भयो 5500 लेख्या रहेछ। हाम्रो विधानमै छैन त्यो, कसरी लिइयो अचम्मै भयो। हामी कार्यक्रममा थियौँ, 3000 कार्यक्रमलाई 2005 यो आजीवन सदस्य पनि बन्नुहुन्छ भनेर भनिएछ कि होइन 5005 रुपियाँ दिनुहोस् तपाईँले आजीवन सदस्य पाउनुहुन्छ भनेर भनिएछ कि त्यही अनुसारले पैसा लिइएछ। 4 जनाको पैसा त्यहाँ पुग्न पर्नेमा त्यो खातामा देखिएन। सीता केसी भन्ने बहिनी संस्थापक कोदासको सापेक्ष मैले त्यति बेला चितवनमा 4 जना आजीवन सदस्य भन्नुभएको छ। अरू नानी 9 जना चाहिँ साधारण सदस्य हुन्, त्यसको रेकर्ड राख, पैसा यसो सही भनेको पनि थिएँ। लामो समय भएपछि उहाँले पनि त्यो दिनु भएन, त्यो रसिद परिचय। अस्ति यहाँ कार्यक्रममा आउँदा हाम्रो रामुजीले मैले सोधेँ, त्यति बेलाको मलाई भनिदिनु त्यो तपाईँले को हो त्यो हाम्रो संस्थाको आजीवन सदस्यको रेकर्डमा राख्नु पर्यो भनेपछि त्यो भेटाएपछि लगेर मैले रेकर्ड राखेको छु। अब अहिले कुरा के भने हाम्रो टिकाराम अध्यक्षज्यू पनि अहिले पनि 3005 तिरेर बन्नुभयो। सीता बहिनी पनि अहिले पनि 3005 तिरेर बन्नुभयो। वेदप्रसाद सर बन्नु भएको छैन, हजुरको त्यही कायम भयो होइन। वेदप्रसाद लामिछाने पनि बन्नु भएको छैन, उहाँको पनि त्यही कायम भयो। अब 2 जनाको 3 दुना 6000, 2005 रुपियाँ त आजीवन सदस्यको त्यही बेलाको हाम्रो विधानमै छ। अब तपाईँहरू 2 जनाको 3 दुना 6000 अहिलेकै तपाईँहरूको यसैलाई मान्ने हो भने त्यो बेलाको चाहिँ तपाईँलाई पैसा फिर्ता गरिदिनुपर्छ 2 जना। म गएर त्यहाँ एकचोटि सल्लाह गर्छु, सल्लाह गरेपछि तपाईँहरूको पैसा तपाईँहरूसँग फोन गरेर अध्यक्ष फोन गरेर फिर्ता गरिदिउँला। अथवा त्यो संस्थामै त्यो पैसा राखिदिनुपर्छ भन्नुभएको छ भने तपाईँहरू 2 जनाको नामबाट संस्थामा पैसा राखेर अक्षयको छ। अहिले हाम्रो पनि यो भजनको अक्षयको छ, त्यसमा पनि मैले 20,000 रुपियाँ गोजीबाट आफ्नो पैसा राखेर अनि अरू अलिअलि बचेको पैसाले गर्दाखेरि सुरुमा हामीले 4 लाख राख्यौँ, त्यहाँबाट अलिअलि ब्याज 4.5 लाख भयो, फेरि अलिकति थप्यौँ 5,30,000 भयो, फेरि अलिकति थप्यौँ 6,30,000 भयो। भए पनि गौण महत्त्वपूर्ण उपस्थिति छ हाम्रो होइन। मैले फेरि एक फोनमा हाम्रो चाहिँ उद्धव सरले चाहिँ फोन गरेर बोलाउनु भयो, तपाईँ आउनै पर्छ भन्नुभयो। मैले काठमाडौँको टिकट लिएर बसेको मान्छे, उहाँले बेलुका मात्रै हो कि भन्नु त 8 बजे हजुरले मलाई बल्ल 8 बजे तपाईँ यहाँ कि संस्थापक अध्यक्ष चाहियो कि वर्तमान अध्यक्ष चाहियो भनेपछि म कसो भन्दा होइन हजुर त आउनै पर्छ भनेर काठमाडौँ टिकट क्यान्सल गरेर अनि यताको टिकट बनाएर अहिले फेरि काठमाडौँ यो 3:30 काठमाडौँ जाने गरी छोरीको घर पैसा छ। तपाईँलाई चितवनमा भजनहरू भयो भने त छोरी नचाहिँदैन चाहिँ उहाँबाट भनिकरी खाइसक्यो। तर पनि छोरी भनेको एकछिन चाहिँ बिग्राउने होला, पञ्चाउने खाने बेला गइरहेर म हट्टा होइन, म पण्डित होइन। प्रसाद घामलाई बेलुका एकछिन भजन गाइदिएपछि छोरी खुसी भइहाल्छ। नाचा फन्को मारेर भन्यो भने छोरी नाच्छ। बरु यता आइएन भने त गाड हुँदैन, त्यो कुरो प्रश्न पनि पार्न पाउँदिनँ भन्दै म यता आएँ।
फेरि यहाँ प्रमुख अतिथि जस्तो प्रमुख अतिथि बनाइदिने हो। सिडिओ साहब आउँदै हुनुहुन्छ भन्दै हुनुहुन्छ हाम्रो उद्धव सरले। सिडिओ साहब आउनु भएन, एकल फर्म दिएँ मैले। अत्यन्त कलाकारलाई, चाहे दोहोरीको कलाकारलाई होस्, चाहे भजनको कलाकारलाई होस्, चाहे गीत गीत गाउने कलाकार, ती कलाकारहरूलाई असाध्य माया मान्ने यहाँको यशस्वी हाम्रो गोविन्द पुरी र यहाँको डिआइजी दीपक रेग्मी, दुईजनाले कलाकार भनेपछि मरि हत्या गर्नुहुन्छ। उहाँहरू दुवैजना साथी। मैले डिआइजी साहबलाई बोलाउँदाखेरि अलिकति हाम्रो उपस्थिति दिउन भयो भने यस्ता बोलाएको भन्नुहुन्छ भनेर यशस्वीलाई चाहिँ तपाईँ आउनुहोस् भने एकताल दिने बित्तिकै आइदिनु भयो पनि तपाईँहरू सबैप्रति संस्था जन्माउने बेलामै रामघाटमा गएर पछ्यौरा थापेर होइन हामी मरेपछि स्वर्ग जाने भन्ने, स्वर्ग जाने बाटो हो कसरी खन्ने, बाहिर खोज्दैन हिँड यहीँ खडेरी किन, बाहिर खोज्दैन हिँड भनेर पछ्यौरा भिजाएपछि त्यहाँ आउँदा पैसा दिँदै 38,000 रुपियाँ जम्मा भएको हरिबोधन एकादशी दिन त्यही पैसाले संस्था दर्ता गरेर, त्यही पैसाले खाता खोलेर, त्यही पैसाले आज यहाँसम्म ल्याएर यति ठुलो कार्यक्रम भइसकेको छ। अझै अब 1.5 वर्षमा यो कार्यक्रम व्यापक हुन्छ। अब आउने पदाधिकारी साथीहरू मात्र सल्लाह दिने हो, सुझाव दिने हो, यसो गर्नु सही साथी हो भन्ने हो। संस्थाबाट केही पाइएला पाइएको थाहा छैन। संस्थाले अहिलेसम्म मलाई अत्यन्त ठुलो कसैले पनि नदेख्ने सम्पत्ति दिएको छ। जहाँ जाँदा पनि मुस्कान दिन्छन् जनताले, जहाँ जाँदा पनि भक्तजनहरूले मुस्कान दिन्छ। परिवारसँग आफ्नो भलाकुसारी डिस्कस गरेको रहेछ, झगडा भएको रहेछ भने पनि म देख्ने बित्तिकै दुवै थरीको अनुहार उज्यालो हुन्छ। त्यो हामीप्रतिको सम्मान हो, कलाप्रतिको सम्मान हो। त्यो सम्मान संस्थाबाट पाएको छु भने राज्यबाट त मैले आशा पनि गर्दिनँ। राज्यमा त उही झोला बोकेर अगाडि पछाडि गरिदिने पाउने रहेछ क्या। राज्यले मात्र दिने हो भने त तपाईँको चाहिँ काम कसले गर्नु त? संस्कृति यहाँसम्म कसले ल्याए त? हिजोको तिजागीत कस्ता थिए, हिजो भजन के थियो, हिजो नौमती बाजा बजाउनेहरूको अवस्था के थियो, हिजो रतौली गीतलाई कसरी हेर्थे, लोकदोहोरीलाई कसरी हेर्थे, यसको पृष्ठभूमि खोज्दै आउने हो भने त ठोकिन्थ्यौँ होला नि हामी पनि कहीँ न कहीँ। तर पृष्ठभूमि खोज्ने चलन छैन। हुँदाहुँदै पनि राज्यले एउटा नेपाल सङ्गीत नाट्य प्रज्ञा प्रतिष्ठानको प्राज्ञ सभा सदस्य भन्नेसम्म बनाइदिएको थियो। एउटा लोगो प्रधानमन्त्रीबाट लगाइदिएको थियो। त्यो चाहिँ बडो ठुलो सम्पत्ति रहेछ। त्यो पूर्व प्राज्ञ भन्ने हुँदो रहेछ। धन्यवाद छ रामु सर। भन्ने बित्तिकै गइदिनु भयो, अस्तिको यहाँको इज्जत बचाइदिनु भयो। वेद प्रसाद सरलाई धेरै धन्यवाद छ। रेडियो अर्पणमा बोलाएर भजन प्रतियोगिता गराइदिनु भयो। फेरि वहीँ गर्छु मैले तर्नुपर्छ भनेर हाम्रो टिकारामजी र सीता कणेल बहिनी यो संस्थामा जोडिनु भयो। र यहाँ नभएका हाम्रो तेज प्रसाद जसलाई पनि म यहाँबाट अहिले सम्मान व्यक्त गर्दै सबैले यो कार्यक्रमलाई अलिकति राम्रो गर्नु होला। पहिला त देश विदेश त म पनि गएँ। सुरुमा त 4-5 पल्ट हङकङ पनि गयो, गुजरात पनि गयो, जापान पनि गयो, जहाँसुकै 30-35वटा त नभनौँ 25-30वटा जस्ता म पनि पुगेँ। 3टा पासपोर्ट सिद्ध्याएर बसेँ। आजकल त बुढो हो, गाउन सक्दैन भन्दा त बोलाउन पनि छोड्यो। ठिकै छ, सबैको पञ्च हुँदैन, बुढो पनि हुनुपर्छ कहिलेकाहीँ भन्दै एउटा भजन गाउँछु। मुद्रा मात्र लिएर आउनुपर्छ। हरिहरि हे मरेपछि सबैजना, मरेपछि सबैजना स्वर्गै जाने भानी हो, स्वर्गै जाने भानी राम। स्वर्गमा जाने त्यो बाटोलाई, स्वर्गमा जाने त्यो बाटोलाई कसरी होला खानी हो, कसरी होला खानी राम। ए बोल्छ त हामीलाई लैजाने, ए जान त स्वर्गै जाने, बोल्छ त हामीलाई लैजाने, ए जान त स्वर्गै जाने, बोल्छ त हामीलाई लैजाने, ए जान त स्वर्गै जाने, बोल्छ त हामीलाई लैजाने, ए जान त स्वर्गै जाने, बोल्छ त हामीलाई लैजाने। हो कि ए बाबुबाजेले गरेको धर्म, बाबुबाजेले गरेको धर्म छोरा नातिमा सर छ, हो छोरा नातिमा सर। त्यसैले त धर्म र कर्म, त्यसैले त धर्म र कर्म असल गर्नु पर्छ हो। कर्मले रहेछ खानी, ए कर्मले रहेछ खानी, धर्मले रहेछ लैजाने, ए कर्मले रहेछ खानी, धर्मले रहेछ लैजाने, ए कर्मले रहेछ खानी, धर्मले रहेछ लैजाने, ए कर्मले रहेछ खानी, धर्मले रहेछ लैजाने।
मैले कर्म गरेको थिएँ र पो आज यो रुद्राक्षको माला लाउन पाएँ। कर्म गरेको थिएँ र पो बेलायत गएर पनि म घुम्न पाएँ। कर्म गरेको थिएँ र जापान घुम्न पाएँ। अब धर्मले मलाई लान्छ कि लाँदैन त हेर्न बाँकी छ। जन्मेपछि मर्नै पर्छ, मृत्युले पहिना लाछ हो। जन्मेपछि मर्नै पर्छ, मृत्युले पहिना लाछ हो। कति बेला कहाँ मरिन्छ कसलाई पो के थाहा छ हो। ऐया भन्नै नपरी ए भइदेऊ है त हरि। 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 ऐया भन्नै नपरी हरे हो गएन। हरिहरि तेरो भन्यो मेरो भन्यो हेर्नु त माया लाउनु। बाहिर मोटरमा चढ्यो, त्यो 25 रुपियाँतिर त्यो मोटरमा चढिन्छ, त्यही मोटर मेरो। अनि अलिकति 8-10 लाख तिरेर गाडी किन्यो, त्यही गाडी मेरो। करेलो झाल रोप्यो, करेलालाई खाम्रो भनेको औषधि बेडी किन लाग्यो, कति माया त्यसो। तेरो भन्यो मेरो भन्यो हेऱ्यो दायाँ बायाँ हो। तेरो भन्यो मेरो भन्यो हेऱ्यो नि दायाँ बायाँ। सुन्छि त आफ्नो जस्तो लाग्छ त्यस्तै लाग्छ माया। यही मायाले भुलायो ए संसारै डुलायो। यही मायाले भुलायो ए संसारै डुलायो। यही मायाले भुलायो ए संसारै डुलायो। यही मायाले भुलायो हरे। हो कि होइन? यो हजुर कता होला मरेर जाने, तल हो कि माथि हो। कता होला मरेर जाने, तल हो कि माथि। कस्तो होला बस्ने ठाउँ, कस्ता पो होला साथी। नगई पनि थाहा छैन ए कहाँ जाने थाहा छैन हो। नगई पनि थाहा छैन ए कहाँ जाने थाहा छैन हो। नगई पनि थाहा छैन ए कहाँ जाने थाहा छैन। नगई पनि थाहा छैन ए कहाँ जाने थाहा छैन। नगई पनि थाहा छैन। बुढेसकालमा आँखा पनि देखिँदैन, थरथर गोडा काम छ ओ। आँखा पनि देखिँदैन, थरथर गोडा काम छ। गौन पर्वो बताइदेऊ जानी कस्तो ठाम छ। नगई पनि थाहा छैन ए कहाँ जाने थाहा छैन। नगई पनि थाहा छैन ए कहाँ जाने थाहा छैन। नगई पनि थाहा छैन ए कहाँ जाने थाहा छैन। नगई पनि थाहा छैन हरे। हो कि हेर्नुहोस् त कति आनन्द आउँछ भजन गाउँदा, हो कि होइन? ए राष्ट्रिय लोक भजनको सदस्य बनाउँला, भजन कीर्तन गाउँला हो। राष्ट्रिय लोक भजनको सदस्य बनाउँला, भजन कीर्तन गाउँला। गाउने र नाच्ने हेर्ने मिलेर वैकुण्ठमा जाउँला हो। नाच्दै गाउँदै बजाउँदै ए जाउँला नि वैकुण्ठमा। ए नाच्दै गाउँदै बजाउँदै ए जाउँला नि वैकुण्ठमा। ओ नाच्दै गाउँदै बजाउँदै ए जाउँला नि वैकुण्ठमा। ए नाच्दै गाउँदै बजाउँदै ए जाउँला वैकुण्ठमा। ओ नाच्दै गाउँदै बजाउँदै हरे। पेट प्रसाद सरले त्यति त बुझेर ल्याइदिनु भयो, तर एउटा चाहिँ फैलडी भइदिएको भए यो भजनमा त तोरीको। अब हाम्रो नवीन भाइले भन्नुभयो नि, नवीन भाइले हुन मन छ र न त माइत नहर भने पनि, शिरीष देवकोटाले साबुनले मुख भने पनि यी सबै भजन लयमा गाइएका चुडका ख्याली यी भजन होइनन्। भजनमा त भगवानको नाम जोडिएकै हुनुपर्छ। ए रुन्छिन बिनाइ बिनाइ वृन्दावनमा सीतामा। 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 हे राम की सीता रामण्यले ए हछाल गरी हर्यो। राम की
सीतारामण्येल छल गरी हर्यो रम्न छु मन जस्तालाई पर्नुमा पिर पर्यो रामकी सीता हरेर ए लयो नि रामण्येले रामकी सीता हरेर ए लयो नि रामण्येले रामकी सीता हरेर ए लयो नि रामण्येले रामकी सीता हरेर हरि हे मथुरामा कृष्ण जन्मे पर्सानीमा राधा मथुरामा कृष्ण जन्मे पर्सानीमा राधा राधा कृष्ण भेटुन ए बाटो आधा हुन्छ कि हुन्न हे राधा ए धर्मयादा 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 आधा हुन्छ कि हुन्न हे राधा वैदिक सनातन धर्मको ओंकार परिवारको श्रीकृष्ण भगवानको राधा रुक्मिणी मैयाको रामचन्द्र भगवानको सीता मैयाको गौरी शङ्कर महादेवको सम्पूर्ण मातृशक्तिको सम्पूर्ण पितृशक्तिको नेपाल राष्ट्रको जगतका प्राणीहरूको विश्व भाषाभाषीहरूको जय राष्ट्रिय लोक भजन चोरका संरक्षण नेपालको प्रक्रियामा जानेछौँ। ल है यता हेर्नु ल प्रमुख अतिथि मैले थुप्रै गीतहरू गाएँ, मैले थुप्रै मैले चाहिँ लोकगीत गाएँ, डोरी गाएँ, सबै गीतहरू गाएँ। तर चाहिँ म यो भजनमा छु, यो भजनबाट चाहिँ मलाई आनन्द मिलेको छ। र अघि नै दाइले भने जस्तै गरी छोरी मान्छेलाई डोरीमा गइस् भनेर भनिन्छ। साँझ राति पनि पार्न हुँदैन, हामीले कति धेरै काम गर्नुपर्ने हुन्छ र पनि सबै कुराहरू गरेर पनि हामीले तैपनि यसो रमाइलो हेर्न जान्छौँ है भन्दा पनि हामीलाई चाहिँ घरबाट बुवाले आमाले दाइले भाइले सबैजनाले जान हुँदैन भनेर हामीलाई चाहिँ भन्नुहुन्छ र हाम्रो मान्नुहुन्थेन र अझै पनि एकदमै कठिन छ महिला दिदीबहिनीहरूलाई। तर मैले पनि थुप्रै गीतहरू गाएँ, मैले मेरो श्रीमानलाई नभनिकनै गाएँ। श्रीमानलाई दोहोरी गीत गाउन जाने हो भनेपछि अनि उहाँलाई चाहिँ अब एकदमै ल मेरो श्रीमती बिग्रिहाल्छ कि भन्ने डर हो नि। यो हुन्छ पनि यता कता देखिएको पनि छ, त्यो कारणले पनि उहाँहरूलाई असर परेको हुनसक्छ। तर चाहिँ म अहिले यो भजनमा छु, भजनमा आइसके पछाडि मलाई मेरो श्रीमानबाट मलाई केही भन्नुभएको छैन, एकदमै खुसी हुनुहुन्छ, मेरो परिवारै खुसी छ, सबैजना खुसी हुनुहुन्छ, म पनि अत्यन्तै खुसी छु। दाइले भजनमा जाउँ भन्नुभयो, नवीन दाइले, म कहाँ भजनमा जाने जाँदिनँ भने सुरुमा चाहिँ। अनि पछिबाट गोविन्द दाईसँग चाहिँ भेट गराउनु भयो। अनि गोविन्द दाई तिमी हो उहाँसँग सहकार्य गर भन्नुभयो। अनि गोविन्द दाईसँग सहकार्य गरे पछाडि मैले एउटा यस्तो अभिभावक भेटेँ, गोविन्द नेपाल, हाम्रो बागमती प्रदेशको अध्यक्ष हुनुहुन्छ। मेरो चाहिँ उहाँलाई कोटि कोटि प्रणाम छ। उहाँसँगबाटै हामीले सहकार्य गरेर गर्दै 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 हामीले थुप्रै भजन सङ्गठन गरी आज हामी यहाँसम्म छौँ। तिम्रै भजन गाउँछु, तिमीलाई सम्झे फुल चढाउन मन्दिरमा आउँछु, तिम्रै नाउँको माला जप्छु, तिम्रै भजन गाउँछु, तिम्रै भजन गाउँछु, तिमीलाई सम्झे फुल
पनि राम राम पनि राम बाजे पनि राम राम मरे पनि राम रामकै नाममा जपी जपी गरौँ बाजे पनि राम राम मरे पनि राम रामकै नाममा जपी जपी गरौँ मुक्ति धाम बाजे पनि राम राम मरे पनि राम रामकै नाममा जपी जपी गरौँ मुक्ति धाम बाजे पनि राम राम मरे पनि राम रामकै नाममा जपी जपी गरौँ मुक्ति धाम बाजे पनि राम राम मरे पनि राम रामकै नाममा जपी जपी गरौँ मुक्ति धाम बाजे पनि राम राम मरे पनि राम रामकै नाममा जपी जपी गरौँ मुक्ति धाम बाजे पनि राम राम मरे पनि राम रामकै नाममा जपी जपी गरौँ मुक्ति धाम रामकै नाममा जपी जपी गरौँ मुक्ति धाम जय होस् लोक जुडका भजन संरक्षणको संस्थाका सल्लाहकार आदरणीय सोम सापकोटीज्यूलाई अनुरोध गर्दछु। पशुपति भजन टुका हाम्रा प्रजापति है गर्नुपर्छ सेवा गर्नुपर्छ सेवा प्रजापति भजन टुका हाम्रा इष्टदेवा गर्नुपर्छ सेवा गर्नुपर्छ सेवा प्रजापति भजन टुका हाम्रा इष्टदेवा गर्नुपर्छ सेवा गर्नुपर्छ सेवा प्रजापति भजन टुका हाम्रा इष्टदेवा गर्नुपर्छ सेवा गर्नुपर्छ सेवा प्रजापति भजन टुका हाम्रा इष्टदेवा गर्नुपर्छ सेवा गर्नुपर्छ सेवा मुक्तिनाथ पशुपति हाम्रा इष्टदेवा गर्नुपर्छ सेवा गर्नुपर्छ सेवा मुक्तिनाथ पशुपति हाम्रा इष्टदेवा गर्नुपर्छ सेवा गर्नुपर्छ सेवा पशुपति मुक्तिपति हाम्रा इष्टदेवा गर्नुपर्छ सेवा गर्नुपर्छ सेवा मुक्तिनाथ पशुपति हाम्रा इष्टदेवा गर्नुपर्छ सेवा गर्नुपर्छ सेवा मुक्तिनाथ पशुपति हाम्रा इष्टदेवा लास्ट गायो गर्नुपर्छ सेवा गर्नुपर्छ सेवा गर्नुपर्छ सेवा कुल पितृ बाबा आमा हाम्रा इष्टदेवा गर्नुपर्छ सेवा गर्नुपर्छ सेवा कुल पितृ बाबा आमा हाम्रा इष्टदेवा गर्नुपर्छ सेवा गर्नुपर्छ सेवा कुल पितृ बाबा आमा हाम्रा इष्टदेवा गर्नुपर्छ सेवा गर्नुपर्छ सेवा कुल पितृ बाबा आमा हाम्रा इष्टदेवा गर्नुपर्छ सेवा गर्नुपर्छ सेवा कुल पितृ बाबा आमा हाम्रा इष्टदेवा रामचंद्र भगवान की थ्याङ्क यू है यति अवसर दिनुभयो मायाको चिनो प्रदान गरिदिनु हुनका लागि आजका कार्यक्रममा सभाध्यक्षज्यूलाई म हार्दिक अनुरोध गर्दछु र ग्रहण गरिदिनु हुनका लागि आदरणीय पुनम बस्यालज्यूलाई म हार्दिक अनुरोध गर्दछु। पुनः छोडे तिमी मायाको चिनो ग्रहण गरिदिनु हुनका लागि
त्यस्तै यो र हामी कार्यक्रमको औपचारिक खण्डलाई समापन गरिदिनु अनुरोध गर्दै म कार्यक्रम सञ्चालक रामु आचार्य पनि बिदा हुन्छु। नमस्कार।